ल सो लगइनको हामी यहाँसम्म थियो है। यसैलाई नै लिएर जाउँ, लगइनकै यसैलाई नै लिएर अगाडि बढौँ हामी होइन। सो अब म अलिकति यसलाई पहिला डिजाइन वाइज अलिकति राम्रो बनाउँछु है यसलाई। सो लगइनको हाम्रो यहाँनिर छ, ठिक छ। पहिला सुरु यहाँनिर मलाई के चाहिएन भन्दाखेरि आई एम योर लगइन यो चाहिएन, ठिक छ है। त्यसपछि गएर मलाई यो तलको यो फर्म छ नि, यो फर्म पनि म अहिलेलाई हटाइदिन्छु है। यो फर्मलाई पनि म यसलाई हटाइदिन्छु। फर्मको एक्सन्सको यो भयो, यसलाई मैले हटाइदिएँ, ठिक छ। रिफ्रेस गरी हेरौँ, ठिक छ नि होइन, यो यस्तो आयो। नाउ अहिलेलाई म के गर्न सक्छु भन्दाखेरि यसलाई मिडमा लिएर आउनलाई, सो म मिडमा एकचोटि ल्याउने ट्राई गर्छु यसलाई है। सो मिडमा ल्याउनलाई म के गरिदिन्छु भन्दाखेरि नि एकचोटि यसरी है, यहाँबाट गरेर हेर है, यो इमेल एड्रेस पासवर्ड यसलाई मलाई मिडमा ल्याउनु पर्ने हो नि त होइन। सो यसलाई म राइट क्लिक गर्छु, इन्सपेक्ट गर्छु, ठिक छ। त्यसपछि गएर यो कुनमा छ भन्दाखेरि डिप क्लास कन्टेनर त्यो ठुलो छ, फर्म यो छ, ठिक छ ओके। म यसलाई के गरिदिन्छु भन्दाखेरि कन्टेनरलाई, यो कन्टेनर यति छ, यो पोस्ट अब यहाँनिर के भइरहेछ भन्दाखेरि हाम्रो फर्मको साइज कति छ त भन्दाखेरि यति छ नि होइन। हाम्रो फर्मको साइज लेन्थ कति लिइरहेको छ, यसले फुल लेन्थ लिइरहेको छ नि होइन। मलाई जस्ट फर्मको साइज मात्र चाहियो। जस्तै कि मलाई के गर्नु पर्यो भन्दाखेरि नि यो कन्टेनरलाई को ठाउँको तल म एउटा के राख्छु भन्दाखेरि यो फर्मलाई म मिनिमाइज गरेँ, यो कोडलाई मिनिमाइज गरेको है मैले, कोडलाई मिनिमाइज गरेँ र म एउटा डिभ क्लास राख्छु जसको चाहिँ col-3 हुन्छ हाम्रो, ठिक छ। कन्टेनरको तीनटा भयो, त्यस तीनटा कोलम लिएँ मैले होइन। यसलाई म सेभ गर्छु एन्ड यता गएर म के गर्छु रिफ्रेस गर्छु। सानो भयो, यो सानो भयो, यसले कोलम यति लियो, ठिक छ, नो प्रब्लम है। अब मलाई यो फर्म छ, यो फर्म पनि यति नै लिइरहेछ, ठिक छ है, ठिक छ नि होइन। नाउ तल के छ भने यहाँ क्लास 3 युज गरे भएर यति भयो, ठिक छ है। हामीले यहाँनिर पनि 3 नै युज गऱ्यौँ क्या, त्यो भएर है। त्यति जुन 3 को छ त्यसको पनि 3 पार्ट लियो क्या उसले, ठिक छ। अब यहाँनिर हुनुपर्ने चाहिँ के हो त भन्दा लजिकल्ली यो 3 गर्दा यस्तो भएन। अब हामीलाई के छ, हामी यसलाई 4 बनाइदिउँ है, यसलाई 4 बनाइदिउँ, ठिक छ। यसलाई 4 बनाउँदाखेरि विथ अलिकति ठुलो भयो, ठिक छ, ठिक छ होइन। अहिलेसम्मलाई ठिक छ हाम्रो यो 4 भन्दा है। नाउ यहाँनिर हाम्रो त्यो सानो किन भयो त भन्दाखेरि यहाँ हामीले क्लास कति युज गरेछ, 3 युज गरेछ, हाम्रो 3 होइन 12 नै हुनुपर्छ, ठिक छ। एकचोटि रिसेभ गरेर हेरौँ, रिफ्रेस गरौँ, आयो, ठिक छ, ठिक छ नि होइन। नाउ मलाई के चाहियो त्यसलाई बिचमा ल्याउनु पर्यो हो नि त होइन। म सिम्पली एउटा के गरिदिन्छु भन्दा नि जुन यो कोलम 4 छ नि, म के गरिदिन्छु, हामीले मार्जिन र प्याडिङ हेरेको थियौँ अस्ति न, म मार्जिन दिइदिन्छु, मार्जिन कति दिइदिन्छु, 40% दिइदिन्छु। कहाँ गयो है, ठिक छ है। मार्जिन 40% दिँदाखेरि के ओके, मार्जिन 40% होइन नि, रिफ्रेस गरौँ है। मार्जिन 40% होइन, सबैतिरबाट मार्जिन एकचोटि के गरौँ भन्दाखेरि नि हामीलाई त के चाहियो मिडमा लानलाई एउटा मार्जिन लेफ्टबाट, लेफ्टमा चाहियो मलाई 40% राखिहेरौँ मार्जिन लेफ्ट गर्दा, ओके सरी यसमा होइन है, यसमा होइन है, हामीले यसलाई गर्नुपर्ने थियो। मार्जिन हामीलाई लेफ्टबाट चाहियो, लेफ्टबाट म 40% राख्छु, ठिक छ। आयो यतातिर मिडमा परेन, ठिक छ है। मिडमा परेन भने हामी अझ यसलाई घटाउँदै जाउँ, 35 अझ यति, ठिक छ होइन। सो टपबाट अब मार्जिन तल ल्याउनु पर्यो अलिकति। मार्जिन टप कति गरिदिन्छु त भन्दा मार्जिन ड्यास टप 20% गरिदिन्छु, ठिक छ। मिडमा आयो, अब आयो नि होइन। सो सिम्पली है, यसको गर्ने तरिका धेरै होला, यसको तरिका मध्येमा एउटा तरिका मैले युज गरेँ। अरूले कतिले पोजिसनहरू युज गर्ला होइन, एउटै चिजलाई धेरै तरिकाबाट अचिभ गर्न सकिन्छ। सो यही नै गर्नुपर्छ भन्ने छैन है। सो यो चाहिँ मलाई इजी लाग्यो अहिलेलाई, हामीले सजिलैसँग बुझ्न सक्ने भएर मैले के गरेँ सिम्पली यहाँनिर। यसको मतलब के रहेछ त भन्दाखेरि यो जुन कन्टेनर छ, कन्टेनर पछि मैले जुन col-12 युज गरेछ, यहाँनिर मैले स्टाइल राख्नुपर्ने रहेछ, मार्जिन ड्यास लेफ्ट मैले कति राख्नुपर्ने रहेछ 33%, ठिक छ। एन्ड मार्जिन ड्यास टप कति राख्नुपर्ने रहेछ, कति राखेको थियो हामीले हेरौँ, 20 हो, 20%, ल 20%, ओके। ल यसलाई के गरौँ, सेभ गरौँ, मिल्यो, मिलेन, किन मिलेन हेरौँ है। यो कहाँ राख्यौँ त हामीले, फर्मभित्र, हाम्रो col-4 मा जानुपर्ने थियो,
ठिक छ। हामीले मिस्टेक ठाउँमा युज गरेछौँ स्टाइललाई, स्टाइल मिस्टेक ठाउँमा युज भएको छ, यसलाई यहाँनिर राखेँ, यसलाई यहाँ राख्नुपर्ने रहेछ। ठिक छ। सो मैले कपी पेस्ट मात्र गर्ने, रिफ्रेस गरी हेरौँ मिडमा आयो न। हामीलाई यहाँनिर एउटा लगइन एउटा पनि त चाहियो नि होइन एच1 को। यसो राखी हेरौँ हामीलाई यहाँनिर के चाहियो त भन्दाखेरि यो कोल्ड 12 होइन, यो कोल्ड 12 भित्र म यहाँनिर एप्स 3 युज गर्छु एन्ड लगइन मात्र, सरी लगइन मात्र लेख्छु अहिले। ठिक छ। रिफ्रेस गरी हेरौँ। ठिक छ। अब यसलाई मिडमा चाहियो मलाई, यसलाई मिडमा चाहियो भने चाहिँ म के गरिदिन्छु त स्टाइल टेक्स्ट ड्यास अलाइन कहाँ हो त सेन्टर। ठिक छ। टेक्स्ट अलाइन मैले के गरेँ सेन्टर गरेँ, रिफ्रेस। ठिक छ है। यसरी नै हामी अब अलिकति मलाई मार्जिन माथिबाट स्पेस चाहियो, मार्जिन युज गर्ने हो। यसरी नै हामीले के गर्नु पऱ्यो त बनाउनु पऱ्यो। ठिक छ। नाउ हाम्रो लगइन अलिकति राम्रो देख्यो नि होइन अघिनको भन्दा। सो हामी अब के गर्छौँ त लगइन गर्छौँ है। हामीले लगइन बिना यो नहुने बनाएको छौँ। अब यो पनि अलिकति हाम्रो के छ त भन्दा राम्रो देखिएको छैन होइन। सो मलाई के चाहियो माथि न्यापबारमा फोटो आओस् लगइन गरेको, मैले माथिबाट लगआउट हाल्न सकौँ होइन। लेफ्ट साइडमा मलाई एउटा मेन्यु होस् जहाँनिर चाहिँ मैले न्युज भन्ने बित्तिकै एड क्याटेगोरी एड त्यस्तो टाइपले जाओस्। ठिक छ। लाइक एन्ड जस्तै कि हामीले कहाँ हेर्ने ल, अब यसको लागि हामी बुटस्ट्र्यापमै जान्छौँ। ठिक छ। बुटस्ट्र्यापमा जान्छौँ। बुटस्ट्र्यापमा गएर हामीलाई चाहिने के हो त भन्दाखेरि एक्जाम्पल्सबाट जाउँ हामी। ठिक छ। एक्जाम्पल्सबाट जाउँ। एक्जाम्पल्सबाट जाँदाखेरि हामीलाई के चाहिने हो त यस्तो माथि हामीलाई यस्तो न्याप बार होस् भन्ने पनि छ। ठिक छ। माथि हेडरमा होइन यस्तो हेडरहरू होस् भन्ने पनि छ। त्यसपछि हामीलाई यो पनि चाहिएको छ, यो लेफ्ट साइड बारमा यो पनि चाहिएको छ। हेर त साइड बार पनि छ नि होइन। सो यो पनि छ। त हामी के गर्छौँ त डकुमेन्टेसनबाटै जान्छौँ। ठिक छ। डकुमेन्टेसनबाटै जाउँ। डकुमेन्टेसनबाट माथिको यो जुन छ नि यो हेडर, यसलाई न्याप बार भन्छ। ठिक छ। यसलाई हामी के भन्छौँ त न्याप बार भन्छौँ है। सिम्पल बनाउँछ है, धेरै भास्ट नबनाउँ, सिम्पल बनाउँ। एकचोटि हामी हेरौँ यहाँनिर के छ न्याप बार भन्ने कहीँ कतै छ त भनेर हेरौँ न एकचोटि। आइसो क्यारोसेल छ, लिस्ट छ। ओके यहाँनिर न्याप बार छ हेर त। सो न्याप बार हाम्रो यहाँनिर छ। न्याप बारमा यहाँनिर सपोर्ट गर्ने नि के भनेको छ होइन। सो यस्तो न्याप बार छ। हामीलाई यस्तो विधि न्याप बार पनि चाहिएको हो र होइन नि, हामीलाई त प्लेन न्याप बार चाहिएको। ठिक छ। सो प्लेन न्याप बार चाहिएको। न्याप बार यस्तो छ। अर्को यहाँनिर इमेज छ। ठिक छ। अर्को यहाँनिर कस्तो यसरी बुटस्ट्र्यापमा त लेखेको छ। सो सिम्पल न्याप बार नै चाहिएको हामीलाई, कम्प्लिकेटेड पनि होइन। सो हामी के गर्छौँ त सिम्पली के गर्छौँ एउटा खाली न्याप बारलाई लिएर के गर्छौँ कपी गर्छौँ। ठिक छ। यसलाई मैले कपी गरेँ, सिम्पली कपी गरेँ र मलाई चाहिएको कहाँ हो त भन्दाखेरि अहिलेलाई index.php मा चाहिएको। ठिक छ। अहिलेलाई एउटा पेजमा काम गरौँ। ठिक छ। ओके नाउ म यहाँनिर गएर के गरिदिन्छु माथि यो हालिदिन्छु, सेभ गर्छु। लेट्स सी के आउँछ। रिफ्रेस गरी हेरौँ। आयो न्याप बार भनेर। मलाई चाहिने एउटा मात्र हो न्याप बार, त मलाई एउटा मात्र चाहिने हो। ठिक छ। सो एउटा मात्र चाहिने हो नि म एउटा चाहिँ म कुन चाहिँ हटाइदिउँ भन्दा जुन हटाए नि एउटै हो जस्तो है। ल सो म एउटालाई हटाइदिन्छु। सेभ रिफ्रेस। ठिक छ। न्याप बार भनेर आयो। ओके है। सो यो एउटा आयो। सो न्याप बारलाई हाम्रो त्यो न्याप बार लेखेकोलाई हामीलाई बिचमा लानु छ। ठिक छ। धेरै लेफ्टमा भयो नि त होइन, हल्का हल्का यता लेफ्ट मार्जिन न लेफ्टमा होइन। सो सिम्पली हामी के गर्न सक्छौँ भन्दाखेरि यो न्याप बार भित्र एउटा के गर्न सक्छौँ त भन्दाखेरि एउटा कन्टेनर फ्लुइड भनेर चाहिँ यसलाई कन्टेनरमा त राखी हेरौँ के आउँछ। ठिक छ। सो कन्टेनरमा त राखी हेरेँ मैले। ठिक छ। न्याप बार यता छ अरे, अलिकति राम्रो देखियो नि होइन। सो लेट्स है। सो कन्टेनर फ्लुइडले के गर्छ लेफ्टमै लान्छ। कन्टेनरले के गरिरहेछ त यो आफैले सेल्फ स्टडी है। मैले भने नि इरेज गरेर हेर के डिफ्रेन्स आउँछ, थपेर हेर के डिफ्रेन्स आउँछ, तिमीहरू आफैले टेस्ट गर्ने हो, यो रिसर्च गर्ने हो आफैले है। सो इन्सपेक्ट गरेर हेरौँ। सो हाम्रो यहाँ न्याप के अरे जब कन्टेनर राख्यो तब हेर त स्पेस कहाँनिरबाट लिएको छ उसले है। सो त्यो ब्लू पार्ट अथवा त्यहाँ पर्पल जस्तो देखाएको छ त्यो चाहिँ हाम्रो स्पेस लिएको टुवेलले कन्टेनरले। ठिक छ। सो हाम्रो न्याप बार होइन हामी पनि केही नाम राखौँ न। सो पहिला सुरु एकचोटि कलर अलिकति राम्रो बनाउँ न होइन यो न्याप बारको। सो कलर हामी बिजी बडी यो पनि एकचोटि हटाएर हेरौँ न के आउँदो रहेछ हेरौँ है। सेभ गरौँ, रिफ्रेस गरौँ। ठिक छ। यस्तो भइरहेछ है। माथिको गयो नि हेर त, कन्ट्रोल जेड गर्छ है म। के होइन हाम्रो रिफ्रेस गरी हेरौँ त माथि हल्का हल्का त्यहाँ देखिँदैन रहेछ, हल्का ग्रे छ क्या हल्का होइन। यो माथि न्याप बार हल्का ग्रे टोन छ है, नदेखिएको है। ठिक छ। बिजीलाई हटाइदिएँ मैले है। सो स्टाइल ब्याकग्राउन्ड
ब्याकग्राउन्ड ड्यास कलर सरी ब्याकग्राउन्ड इज टु कुन राख्ने त ब्ल्याक ब्ल्याक नराख्नु हल्का ब्लू राख्नु यही हो हाम्रो डार्क ब्लू राख्नु ल ठिक छ ओके यो राखी हेरौँ रिफ्रेस गरौँ ठिक छ अक्षर देखेन नि होइन अब हामीले अक्षरलाई के बनाउनु पर्यो वाइट बनाउनु पर्यो सिम्पल सो वाइट बनाउनलाई के गर्नु पर्यो त यहाँ जाने यहाँ गएर माथि कन्टेनरमै राखेर ट्राई गरौँ न होइन स्टाइल होइन टेक्स्ट ड्यास कलर सरी कलर मात्र गरौँ कलर एन्ड इज टु वाइट गरी हेरौँ ठिक छ रिफ्रेस भएन यसले ठिक छ नो प्रब्लम होइन सो यो स्टाइलले काम गरेन हामीले तलै युज गर्नुपर्ने भयो यसलाई के गरौँ त यसलाई यहाँनिर सायद क्लासमा कलर वाइट मात्र पनि हुन्छ हेरौँ त वाइट मात्र गरौँ त बिजी वाइट बोर्डर वाइट टेक्स्ट वाइट आयो ठिक छ यो अलरेडी के छ त भन्दा क्लासहरू डिफाइन्ड छ म टेक्स्ट वाइट गरिहेर्छु है त यो बुटस्ट्र्यापमा अलरेडी डिफाइन्ड छ कि टेक्स्ट वाइट भनेको के हो भनेर एकचोटि गरिहेर्छु वाइट भयो ठिक छ सो मलाई न्यापबार होइन हामी पनि केही नाम राखौँ न हाम्रो पोर्टलको होइन सो रातो पार्टी सेतो पार्टी होइन अनि अब हामी के गर्ने ल ठिक छ हामी पनि नाम दिउँ न हाम्रो न्युज पोर्टललाई होइन निलो पार्टी ठिक छ है अब अलिकति टेक्स्ट अझ राम्रो बनाउँ न होइन सो टेक्स्टलाई अझ राम्रो अलिकति ठुलो बनाऊँ ठुलो बनाउनलाई हामी के गर्न सक्छौँ यहाँबाट स्टाइलमा जान सक्छौँ फन्ट ड्यास के हो त फन्ट ड्यास साइज कति राख्ने 24 पिक्सल राखी हेरौँ है लेट्स गिभ अ ट्राई होइन रिफ्रेस आयो अलिकति ठुलो ठिक छ होइन अझ केही गर्नुपर्छ ल अहिले यतिकै होस् है अब मलाई राइट साइडमा एउटा कस्तो होस् भन्दाखेरि के अरे राइट साइडमा के राख्ने केही न केही एउटा ल ठिक छ अहिलेलाई यति नै राखौँ है अहिलेलाई राइट साइडतिर नचलाउँ त्यहाँ फोटो लगइन गरिसकेपछि युजरको फोटो देखाउनु पर्ला होइन अब मलाई लेफ्ट साइडमा एउटा के चाहियो त लेफ्टमा एउटा के चाहियो त मलाई न्याप बार के अरे लेफ्ट साइडमा जुन मेन्यु हुन्छ नि त्यो मेन्यु चाहियो मलाई है सो त्यसको लागि के गरौँ त न्याप बार छ अब यहाँनिर हेरौँ साइड बार भनेर दिइरहेको थियो हाम्रो यस्तो यस्तो खालको हामीलाई चाहिएको छ ठिक छ साइड बार भनेर सो साइड बारको लागि हामी यहाँबाट हेरौँ साइड बार कहाँनिर छ भन्दाखेरि कहाँनिर छ त कहीँ छ साइड बार क्यारोसेल कोल्याप्सवाला देखाइरहेको छ लिस्ट मोडल होइन सो पप ओभर्स ओके यो सबै एकचोटि हेरौँ है जस्तै कि यो के हो त भन्दाखेरि जस्तै कि यो मोडल भनेर आइरहेको छ नि होइन यसको काम के हो यो मोडलको काम के हो त भन्दाखेरि ओके यसरी देखाउँछ हेर त लन्च डेमो मोडल भन्ने भनेको छ नि त्यो आफूले वेबसाइटमा कतिको याद गरेछ यो जब म लन्च डेमो मोडलमा थिच्छु नि तब यो यसरी ओपन हुन्छ क्या ठिक छ यो बुटस्ट्र्यापबाट यो गर्ने यो मोडल भन्नेले काम गरिरहेको छ अर्को ठिक छ यस्तो आइरहेछ अर्को हामीसँग होला जस्तै कि पप ओभर्सहरू छ होइन पप ओभर्सले के गर्छ त हेरौँ ठिक छ सो यो सबै चिजहरू चाहिँ बुटस्ट्र्यापले अलरेडी बनाइदिएको कुराहरू होइन अब हामीलाई चाहिएको थियो साइड बार होइन सो साइड बार हामीसँग त्यति छैन जस्तो यहाँनिर न्याप बार एन्ड ट्याब्स भनिसकेपछि एकचोटि न्याप बार एन्ड ट्याब्समा जाउँ है त कहीँ केही छ त छैन नि होइन सो अब हामी आफै बनाऊँ न त ठिक छ सो हामीलाई के थाहा छ त भन्दाखेरि एउटा पेजको विथ कति हो त एकोर्डिङ टु बुटस्ट्र्याप 12 हो हामीलाई त्यो थाहा छ नि त होइन सो हामी के गरौँ भन्दाखेरि अब न्याप बार त माथि हुन्छ हामीलाई चाहिएको कहाँनिर छ भन्दाखेरि चाहिँ हामीलाई यहाँ लेफ्ट साइडमा चाहियो भनेपछि न्याप बारभन्दा तल चाहिएको हामीलाई ठिक छ न्याप बारभन्दा हामीलाई तल चाहिएको सो न्याप बारभन्दा तल राख्नलाई हामीले के गर्नु पर्यो त यहाँनिर गएर अब म एउटा के गर्छु भन्दाखेरि के बनाउँ त भन्दा एकचोटि हेर्छु है एकचोटि हेरौँ न्याप बार्स एन्ड ट्याब्स छ होइन के छ त अर्को एकचोटि यसो हेर्छु है म फर्म कन्ट्रोल सेलेक्ट रेन्ज लेआउटमा एकचोटि जाउँ है त सो फर्म ग्रिड यो भयो ठिक छ फर्म्समा कन्टेन्ट यहाँ छ कन्टेनर्स ग्रिड छ ग्रिडमा जाउँ है त सो हामी एउटा कन्टेनरभित्र यसरी राखेको छ होइन अब एउटा यस्तो गरौँ न त यहाँ एउटा डिप बनाऊँ ठिक छ
मैले तल एउटा डिप मात्र लेखेँ अहिलेलाई है। सो एकचोटि डिप क्लास एउटा के गरौँ भने रो गरी हेरौँ एकचोटि। लेट्स गिभ अ ट्राई होइन। डिप क्लास म के गर्छु त भन्दाखेरि डिप क्लास म कोल ड्यास पो नै युज गर्छु, ठिक छ है। पो दिएँ र यसलाई मैले के गरेँ होइन, यसको ब्याकग्राउन्ड स्टाइल ब्याकग्राउन्डमा मैले के गरेँ त भन्दाखेरि ब्याकग्राउन्ड यसको मैले ब्लू नै बनाएँ, डार्क ब्लू नै राखेँ यसलाई, ठिक छ। एन्ड यसको हाइट मैले अहिलेलाई के गरिदिएँ भन्दाखेरि 100% भनेर राख्थेँ, ठिक छ अहिलेलाई, ठिक छ। सेभ गरौँ, रिफ्रेस गरी हेरौँ के भयो, केही भयो, केही नि भएन। कहाँनिर गऱ्यो हामीले इन्डेक्समै गऱ्यो, ओके नो प्रब्लम। यसको हाइट अहिलेलाई के गर्छौँ भन्दाखेरि 300 px भनेर, ठिक छ। हाइट मैले 300 पिक्सल राखेँ, यसलाई मैले रिफ्रेस गर्छु, यति आयो भनेपछि कोलम अलिक धेरै नै ठुलो भयो जस्तो है हाम्रो। है सानो बनाऊँ यसलाई, अझ सानो बनाऊँ है। सो यसलाई सानो बनाउनलाई हामी कति लिउँ त, 3 लिउँ, ओके 3 लियौँ। 3 लाई चाहिँ रिफ्रेस गरेर हेरौँ, यतिको आयो, ठिक छ। यतिको ठिकै होला है, यतिको ठिकै होला। एन्ड हामी अलिक नराम्रो देखायो है, कस्तो कस्तो जस्तो लाग्यो है अलिकति है। सो ठिक छ, अहिलेलाई कुन कलर युज गर्दा ठिक होला त, कलर कुन युज गर्दा ठिक होला त हामीलाई। ओके ल, लाइट ब्लू ल, ठिक छ। ओके सेभ गरौँ, रिफ्रेस गरौँ, ओके ठिक छ। ल अहिलेलाई यतिकै होस् है, केही छैन है। लाइट ब्लू अलिक त्यहाँ कलर अझ लाइट आउँदो रहेछ क्या। अहिलेलाई हामी के छ, कस्तो हुन्छ यसलाई, ब्ल्याक गरौँ, ग्रे, ल अहिलेलाई यतिकै होस्, हामी अझ राम्रो बनाउला, ठिक छ। रिफ्रेस गरेँ, ठिक छ है, अहिलेलाई यतिकै गरेर यतिकै जाउँ है। ओके नाउ मलाई यो पार्टहरू त यता राइट साइडमा चाहिने हो नि त होइन, हो नि होइन, मलाई राइट साइडमा चाहिने हो नि त होइन। त्यो राइट साइडमा ल्याउनलाई अब म के गर्छु त भन्दा नि हामी अर्को एउटा क्लास बनाउँछु, डिभ, पहिला सुरु डिभ क्लास, ठिक छ। माथिको 3 हो भने हल्ला धेरै नरहमा, माथिको 3 हो भने हामीसँग टोटल स्पेस कति छ त, 12 छ नि त होइन। माथिको 3 हो, यता लेफ्टमा 3 लियो भने अब यता कति लिनु पर्यो हामीले, 9, ओके कोल 9 गरेँ है, ठिक छ। एन्ड यसलाई मैले यस्तो गरेँ र यसलाई अहिलेलाई म हाइट यसको पनि स्टाइल होइन, सो हाइट यसको पनि म 300 पिक्सल नै दिन्छु, ठिक छ। र मलाई के चाहियो भने ब्याकग्राउन्ड अहिलेलाई जस्ट फर टेस्ट रेड बनाइदिन्छु, ठिक छ। ओके यतिले गरी हेरौँ, रिफ्रेस गरी हेरौँ, आयो, ठिक छ, मिलेर आयो होइन। सो मलाई अब यो त ब्याकग्राउन्ड रेड त चाहिँदैन, मलाई ब्याकग्राउन्ड नै चाहिँदैन यसमा, र मलाई हाइट पनि चाहिँदैन, ठिक छ। मलाई स्टाइलै चाहिएन यहाँनिर, मलाई खालि के गर्नु छ त, तलको कन्टेन्टलाई लिएर यहाँ राइट साइडमा राख्नु छ। अब यो तलको कन्टेन्टलाई लिएर राइट साइडमा राख्दा के हो, हाम्रो तलको कन्टेन्ट यो सबै हो, यो सबै हाम्रो तलको कन्टेन्ट हो होइन। सो यतिलाई म के गरिदिन्छु, कट गर्छु, मलाई यो भित्र चाहिएको नि त होइन, त्यो कोलम 9 भित्र चाहिएको नि त होइन। सो म यसलाई लगेर यहाँ लगेर के गर्छु, पेस्ट गरिदिन्छु, सिम्पल, ठिक छ। रिफ्रेस गरी हेरौँ, आयो त, ठिक छ, ठिक छ, ठिक छ नि होइन। अब मलाई के चाहियो त होइन, त्यो लेफ्टको पनि तलैसम्म आउनु पऱ्यो नि त, अलिकति यहाँनिर हाम्रो बिग्रिरहेको छ। यसरी स्क्रोल गर्न मिल्ने हुनु हुँदैन है कहिले पनि, ठिक छ। यसरी स्क्रोल गर्न मिल्ने हुनु भएन। सो केले मिस्टेक, केही न केहीले त उ गरिरहेछ, हामी यसलाई यसो गरौँ न त अहिलेलाई, केही न केहीले त गरिरहेछ होइन। हामी अहिलेलाई के गर्छ भने 9 लाई 8 बनाइदिउँ न, एकचोटि गरी हेरौँ है, स्टिल आइरहेछ, केही न केहीले त यसले यतासम्म पुऱ्याइरहेको छ, केले पुऱ्याइरहेछ एकचोटि हेरौँ है। हेर्ने कसरी भन्दा नि यतासम्म कसरी आइरहेछ भनेर हेर्नलाई राइट क्लिक इन्सपेक्ट गरौँ, न्याप बारमा केही इफेक्ट छ त, न्याप बारले कति स्पेस लिइरहेछ, न्याप बार ठिक छ, ठिक छ, न्याप बारले ठिक गरिरहेछ। डिभ रोले धेरै स्पेस ल्यायो हो है, डिभ रोले धेरै स्पेस लियो। न यो डिभ रोको ठाउँमा हामी केही राखौँ न, यो चाहिँ कन्टेनर राखेँ हेरौँ, कन्टेनर ड्यास फ्लुइड थियो नि त अघि होइन, फुल स्पेस लिइरहेको, ठिक छ। रिफ्रेस गरी हेरौँ, मिल्यो, ओके यो मिलेन नि होइन। कन्टेनर फ्लुइड गर्दाखेरि यहाँनिर के भयो, यता पनि अलिकति ग्याप जस्तो भयो हो, यहाँनिर के हुन्छ यार, एकचोटि यसो गरौँ न त, एउटा डिभ क्लास डिभ मात्र बनाएर हेरौँ न, ठिक छ। अब हामीलाई यो खालि लेफ्टमा चाहिएको नि होइन, राखी हेरौँ है। हामी यसलाई के गर्नु पर्यो, फ्लोइड लिफ्ट गरेर याद छ,
हाम्रो यसलाई फ्लोइट लेफ्ट गरौँ। अब यसलाई पनि हामीले के गर्नु पर्यो, फ्लोइट लेफ्ट गर्नु पर्यो। ठिक छ, मिलेर आयो नि है। अब यता यस्तो यताको स्कुल आएन नि होइन, ठिक छ नि होइन। सो हामीलाई के चाहियो त भन्दाखेरि यसलाई एज इट इज राखेर हामीलाई यहाँनिर स्टाइलमा फ्लोइट लेफ्ट चाहियो। यसलाई पनि अब एकचोटि 9 नै बनाएर हेरौँ है, 9 हो नि त हाम्रो फुल स्पेस त होइन। सो यसलाई पनि हामीलाई के गर्नु पर्छ, 3 लाई पनि हामीले फ्लोइट लेफ्ट गर्नु पर्यो। ठिक छ, नाउ रिफ्रेस गरी हेरौँ। ठिक छ नि होइन, यतिको आएन। अब यहाँ पछाडि यहाँ स्पेस दिने त हाम्रो कुराहरू छँदैछ होइन। नाउ हामीलाई के चाहियो त भन्दा यसलाई तलसम्म चाहियो नि त मलाई। ठिक छ, मलाई तलसम्म चाहियो। सो तलसम्म चाहिएलाई मलाई के गर्नु पर्यो भन्दाखेरि नाउ म एकचोटि च्याट जिपिटी गर्छु होइन। स्क्रिन मलाई कति चाहियो त भन्दाखेरि मलाई स्क्रिनको हाइट चाहिएको हो नि त। स्क्रिन हाइट सिएसएस गर्छौँ, सिएसएसबाट मिलाउने हो नि त मैले होइन। 100% 100 VH भनेर भनेको छ नि। सो म यसलाई के गरिदिन्छु त, यो हाइटलाई के गरिदिन्छु 100 VH गर्छु। ठिक छ, एन्ड यसलाई के गरिदिन्छु यता गएर रिफ्रेस गरी हेरौँ। ठिक छ, ठिक छ। अझ हामीलाई के चाहियो त भन्दाखेरि हाइट ठ्याक्क ल अहिलेलाई ठिकै छ, यति नै राख्नु। अब त्यो लेफ्ट साइडमा हामी राख्छौँ। अब जस्तै कि एड युजर छ नि, यो लेफ्ट साइडमा जान्छ है। सो मलाई अलिकति यो डिजाइन अलिकति चित्त बुझेन है। म एकचोटि यसो गर्छु, अस्ति नै हामीले कस्तो थियो हेरौँ है। न यही चिज पनि हामीले गर्न सक्ने भनेको सिधै उसलाई पनि के अरे यहाँ हेर है, होइन ड्यासबोर्ड पेज विथ साइड बार एन्ड न्याप बार होइन, विथ बुट स्ट्र्याप। यसले कोड गर्दैछ है। ओके, एकचोटि यसले कस्तो कोड गर्यो हेरौँ है। कपी गरौँ होइन, धेरै मेहनत गर्न भन्दाखेरि यसलाई यहाँनिर लगाएर पेस्ट मात्र गरिदिएँ मैले, नथिङ है। इन्डेक्स डट पिएचपीलाई मैले पेस्ट मात्र गरेँ है यसलाई। यहाँ गएर म रिफ्रेस गरी हेर्छु कस्तो बनाएर रहेछ त। ठिक छ, यो राम्रो छ, ठिक छ है। सो च्याट जिपिटीको कमाल है। अब यो हामीलाई नि हामीले बुझ्नुपर्ने कुरा के छ भन्दा नि यहाँनिर के छ त, यो कोड चाहिँ बुझ्नु पऱ्यो। जस्तै कि यसले कोड बुझ्नलाई पनि सजिलो बनाइरहेछ र एचटिएमएल हेड यहाँ छँदैछ होइन, हेडहरू यहाँ भइहाल्यो। अब यहाँनिर के छ त, न्याप बार, यो न्याप बार स्टार्ट भयो भनेर भनिरहेछ हेडिङ पार्ट। ठिक छ, त्यसपछि गएर यहाँनिर लगआउटको पार्ट यहाँनिर छ अरे, के अरे लेआउट। ओके, लेआउटको पार्ट यहाँ छ, कन्टेनर फ्लुइड गरेछ, रोभित्र यसरी मेन्यु राखेछ। अब म एउटा काम गर्छु नि, मलाई के चाहियो भन्दाखेरि चाहिँ यहाँनिर ठिक छ। ओके, पहिला सुरु हामी के गरौँ भन्दा नि हेरौँ है। मलाई त यो पुरानो कोड त चाहिन्छ नि त होइन। सो यसलाई म कन्ट्रोल जेड गर्छु है, हाम्रो पुरानो कोड आयो। ओके, पुरानो कोड यसमा छ। ठिक छ, म अर्को एउटा फाइल बनाउँछु, जसको नाम चाहिँ न्यू फाइल होइन। सो यसको नाम चाहिँ के राखौँ, ड्यासबोर्ड डट पिएचपी भनेर राख्छु। ठिक छ, नाउ म यो च्याट जिपिटीको जुन कुरा छ यसलाई सिम्पली कपी गर्छु एन्ड म यसलाई यहाँनिर लगेर पेस्ट गर्छु। ठिक छ है। सो यता जाउँ, अब हामी ड्यासबोर्डमा जाउँ। ठिक छ, यस्तो आयो है। नाउ मलाई के चाहियो भन्दा नि जब यो रिपोर्ट्समा थिच्छु नि, रिपोर्ट्समा थिचेपछि तल ठ्याक्क स्लाइड हुने पनि बनाउँ न एकचोटि, के हुन्छ है। लेट्स कमान्ड दिउँ न होइन। सो मलाई क्यान यु एड सब मेन्यु हो नि त त्यो होइन, सब मेन्यु अन रिपोर्ट्स होइन, एड एन्ड भ्यू गरी हेरौँ एब्सोल्युटली भनेर भन्यो नि होइन।
नआउटले दियो। सो स्लाइटली चेन्जेस छ यहाँनिर, जस्तै कि हाम्रो कोडमा हेरौँ है, अघिनको कोडमा के छ त भन्दा यहाँ मेन्युमा साइड बार मेन्युमा के छ त, यसलाई मिनिमाइज गरौँ। साइड बार मेन्युमा के थियो त भन्दाखेरि यसरी थियो नि होइन। अब यसलाई मैले चेन्ज गरेँ, ठिक छ। अब के छ हेर त, रिपोर्ट्सभित्र पनि कतिवटा के आयो होइन, त्यसपछि गएर तल यसरी आएको छ नि होइन। सो यो कुरा चाहिँ बुझ्नुपर्छ है, उसले दिएर पठाए त हामीले पछि चेन्ज गर्नु पऱ्यो भने कसरी चेन्ज गर्नु पनि त बुझ्नु पऱ्यो होइन। यसको रिजल्ट के हो त हेरौँ त, ठिक छ है। नाउ यो के कस्तो भन्दा अलिकति कन्फ्युजिङ भयो क्या, रिपोर्ट्समा नि सब मेन्यु छ भनेर चाहिँ हामीलाई थाहा भयो हो। सो अझ म कमान्ड दिन्छु, add me an arrow right to the report menu हैन, with bottom arrow हैन, दिउँ न। ठिक छ, उसले यो आइकन हाल्दै हेर त, म यतिकै आइकन हाल्न ट्राई गर्छु है। स्पानभित्र यो गरेर यो गरेछ होइन, म यति राख्न ट्राई गर्छु है। यतिकै म राख्ने ट्राई गर्छु, त्यति मात्र चिज नयाँ हो क्या खासमा, यति मात्र हेरौँ है हुन्छ कि हुँदैन। आयो आएन, ठिकै छ, आएन भने चाहिँ एकचोटि सबैलाई कपी नै गरौँ, सायद केही चिजहरू मेरो मिस भयो होला। पेस्ट गर्छु, सेभ गर्छु, यता आएर रिफ्रेस गर्छु, आयो, ठिक छ ओके है। सो च्याट जिपिटीको कमाल भनेको यही हो। बट मैले भने नि डिजाइन आएर होइन, कस्टमाइजेसन गर्न आफूले जान्नु पऱ्यो। अब मलाई के चाहियो त, मेरो अघिनको कन्टेन्टहरू मलाई यहाँ चाहियो, ठिक छ। सो म के गर्छु भन्दाखेरि म यही ड्यासबोर्डलाई कपी गर्छु, ठिक छ। मलाई यो खासमा नि आजकल राखौँ, यो हेड यताउति खासै युज त हुँदैन होइन, राखिदिउँ न त केही फरक पर्दैन। सो म के गर्छु, अब मैले के गर्नु पर्यो त भन्दाखेरि नि यहाँनिर यसको सिएसएस पनि छ एउटा है। ल ठिक छ, एउटा यसरी कपी गर्छु म, एन्ड म फेरि एउटा नयाँ फाइल बनाउँछु, न्यू फाइल होइन, इन्डेक्स कपी भनेर राख्छु, यसलाई कपी डट पिएचपी भनेर राख्छु। एन्ड मैले यहाँनिर पेस्ट गरेँ, ठिक छ। मलाई चाहिएको पार्टहरू के हो त, जस्तै कि इन्डेक्समा हाम्रो के थियो त, सुरुमा हामीले सेसन सेट गरेका छौँ, सेसन स्टार्ट गरेका छौँ यहाँनिर, ठिक छ। यो चिज यता पनि चाहियो मलाई, सेम चिज म कपी पेस्ट मात्र गर्छु, नथिङ मोर है, ठिक छ है। त्यसपछि गएर यो इन्डेक्समा यहाँनिर के छ त भन्दा हाम्रो मेन पार्ट भनेको ओके, यो पनि चाहिन्छ मलाई। यहाँ डिलिट युजरको लागि हामीले कन्फर्म गरेको एउटा फङ्सन बनाएको थियौँ हामीले, ठिक छ। यसलाई पनि मैले के गरेँ, कपी गरेँ, यता लगेर के गरिदिएँ, यहाँ तल यो कहाँ हुन्छ त भन्दाखेरि यो यहाँनिर हेडभित्र हुन्छ, ठिक छ, ठिक छ। त्यसपछि गएर इन्डेक्समा जाउँ, इन्डेक्समा गएर हामीलाई न्याप बार चाहिएन, हामीलाई यो डिपभित्रको कोल 3 पनि चाहिएन, हामीलाई यति चिज चाहिने हो, यो कोल 9 भित्रको सबै चिजहरू चाहिने हो, टेबलसम्मको, ठिक छ। सो म यतिलाई कपी गर्छु, ल यहाँनिर गएर के गरिदिन्छु त, तल गएर कहाँनिर राख्ने हो त, कहाँनिर राख्नु पर्यो त, वेलकम टु द ड्यासबोर्ड भन्ने ठाउँमा राख्नु पर्ने हो हामीले। सो तल जाउँ होइन, सो कन्टेनर फ्लोरमा मलाई साइड बार चाहियो त, साइड बार त अहिलेलाई चाहिएन, मलाई मेन कन्टेन्ट चाहियो यति, ठिक छ। मलाई मेन कन्टेन्ट चाहिएको, सो मेन कन्टेन्ट मेरो यहाँ देखुन्, यहाँसँग म यसलाई इरेज गर्छु, पेस्ट गरिदिन्छु, सेभ गर्छु, ठिक छ। सिम्पली मैले कपी पेस्ट मात्र गरेँ। एन्ड म यहाँनिर जान्छु र यसलाई म के गरिदिन्छु भन्दाखेरि यसलाई म रिनेम, यसलाई रिफ्याक्टरको रिनेम गर्छु, यसलाई म के गरिदिन्छु इन्डेक्स ओल्ड भनेर राख्छु, ठिक छ। रिफ्याक्टर रिनेम गरेँ र यसलाई मैले रिनेम गरेर मैले के गर्छु त यसलाई इन्डेक्स बनाउँछु, ठिक छ। अब इन्डेक्समा जाने हो, अब इन्डेक्समा एकचोटि गएर हेरौँ, ड्यासबोर्ड हामीसँग अलरेडी यहाँ छ है, इन्डेक्स डट पिएचपी, ठिक छ, ठिक छ। अब म के गर्छु त भन्दाखेरि
जुन रिपोर्ट्स छ नि, रिपोर्ट्सलाई म के गर्छु त भन्दाखेरि रिपोर्ट्सलाई म के बनाइदिन्छु त भन्दाखेरि जस्तै कि यसलाई मिनिमाइज गरौँ होइन। सो रिपोर्ट्सलाई म के गर्छु त भन्दाखेरि माथि नै छ। सो रिपोर्ट्सलाई म के गर्छु त भन्दाखेरि म यसलाई युजर्स भनेर बनाउँछु, ठिक छ। र म यसलाई के गरिदिन्छु त एड युजर भनेर राख्छु, ठिक छ। एड युजर भनेर राख्छु। अर्को भ्यू, ओके, अर्को एड युजर, अर्को लिस्ट युजर भनेर राख्छु, ठिक छ। ठिक छ, यसलाई म रिफ्रेस गरिहेर्छु है त। सो युजर्स, एड युजर, लिस्ट युजर। एड युजरमा यसलाई थिचिसकिसक्नु पर्यो, यो फर्ममा जानुपर्ने हाम्रो, ठिक छ। ओके, ब्याक जाउँ। ब्याक गएर हामी के गरौँ त भन्दाखेरि एड युजरलाई थिचिसकेपछि हामीले कहाँ पठाउनु पर्यो त रजिस्टर डट पिएचपीमा पठाउनु पर्यो। सो सिम्पली हामी के गर्छौँ त यहाँनिर गएर EHREF भित्र हामी के गर्छौँ त युजर्स कहाँ छ, रजिस्टर डट पिएचपी यहीँ बाहिर छ, कहाँनिर छ हेरौँ त। हाम्रो युजर्स भित्र के छ, रजिस्टर छ नि होइन। नचाहिने फाइलहरू डिलिट गरिदिएँ मैले। अब अस्ति यो मिस्टेक अन्ली आइरहेको थियो होइन। सो कहाँनिर छ डिलिट। ओके, यसो हामीलाई कहाँ पठाउनु पर्यो त युजर्स भित्रको रजिस्टरमा, ठिक छ। यसलाई म कहाँ गर्छु त युजर्स भित्रको रजिस्टर डट पिएचपी, ठिक छ। एड गर्दाखेरि ओके, रिफ्रेस गरी हेरौँ, ब्याक जाउँ, रिफ्रेस गरी हेरौँ, युजर्स एड युजर, ठिक छ, आइपुग्यो, ठिक छ। ओके, नाउ मलाई त यो जुन छ यो आउटपुट त मलाई यता पनि चाहियो, ठिक छ। यहाँ पनि त चाहियो नि त, सेम डिजाइन चाहियो नि त होइन। मलाई लेफ्टको मेन्यु त्यहाँ पनि चाहिएको छ, सबै चिज चाहिएको छ। अब यहाँनिर अलिकति ट्रिकी मोड आउँछ। यसो अब मैले गर्ने के हो त भन्दाखेरि नि सिम्पली म के गर्छु, यतिलाई कपी गर्छु है, यतिलाई म कपी गर्छु। एन्ड यहाँनिर गएर म के गर्छु त प्रोजेक्टमा गएर यहाँनिर न्यू बनाउँछु, ठिक छ, फाइल बनाउँछु, रजिस्टर न्यू डट पिएचपी भनेर बनाउँछु अहिलेलाई। यो कोड मैले यहाँ राख्छु। अब मलाई के थाहा छ त भन्दाखेरि मलाई बडी पार्ट मात्र चेन्ज गर्नुपर्ने हो नि त अब त, ठिक छ। मलाई त्यो भित्र मलाई के चाहिएन त भन्दाखेरि यो वेलकम यो सबै लगआउट सकआउट यो चाहिएन नि त होइन। जुन यो मिडमा छ नि मैले यो पार्टको ठाउँमा त्यो फर्म लिएर राखिदिने मात्र हो नि होइन। सो म के गर्छु त भन्दा त्यो पहिला सुरु इन्डेक्सकै मैले कपी गरेँ र त्यो कन्टेन्टलाई पहिला मैले के गरिदिएँ त हटाइदिएँ, ठिक छ। हेरौँ है, के भयो REGIS युजर्स भित्र होला, ठिक छ। यहाँनिर के इरर देखाइरहेको छ, नो प्रब्लम, अहिले केही इस्युज होइन। हामीलाई के चाहियो त भन्दा ओके यहाँनिर ओके यो पनि मिलाउँ। अहिले के इरर देखाइरहेको छ, नो फाइल अर डिरेक्टरी भन्छ है। यहाँनिर गएर सायद फङ्सनलाई हामीले बाहिर ल्याउनु पर्ने खासमा, ठिक छ। एउटा रिफ्रेस गरी हेरौँ, आयो, ठिक छ। यो आउटपुट आयो नि होइन। अब यो आउटपुट आइसकेपछि अब मलाई सिम्पली के चाहियो त भन्दाखेरि जुन यो रजिस्टरको यो पेज छ रजिस्टर डट पिएचपी छ, यो रजिस्टर डट पिएचपी को सफ्टवेयर गरी हेरौँ। यो सबै चिज ठिक छ। यो सबै चिजलाई म कट गर्छु, सरी कपी गर्छु, ठिक छ। रजिस्टर न्यूमा लगेर मैले कहाँनिर लगेर राख्नुपर्ने हो त, कहाँनिर हो साइड बारमा मैले राख्नुपर्ने हो। साइड बारमा परेन नि होइन, मलाई मेन कन्टेन्ट भित्र राख्नु पर्यो नि त यो डिप भित्र, ठिक छ। यो मेन कन्टेन्ट भित्र लगेर म पेस्ट गरिदिन्छु, सेभ एन्ड रिफ्रेस। टाइटल इरर भन्यो फङ्सन डट पिएचपी अनलाइन नम्बर 11 भन्यो। ओके, अनलाइन नम्बर 11 कहाँनिर छ हेरौँ त। ओके, यो डबल इन्क्लुड भएको छ, हामीलाई चाहिँदैन यो, ठिक छ। ओके, एकचोटि रिफ्रेस गरी हेरौँ, आयो, ठिक छ। नाउ मलाई के चाहियो एकछिन आयो हल्ला नगर्नु। नाउ मलाई के चाहिन्छ, जब यो युजर्समा यो लिस्ट युजरमा थिच्छु नि, लिस्ट युजरमा थिचेपछि कहाँ जानु पर्यो, अघि नै केमा जानु पर्यो, पहिला सुरु हामी नाम चेन्ज गरौँ है। सो रजिस्टरलाई पुरानो रजिस्टरलाई रिफ्याक्टर रिनेम रजिस्टर ओल्ड बनाइदिउँ, ठिक छ। र हाम्रो यो अहिलेको रजिस्टर छ, ठिक छ।
रिनेम, यसको नाम रजिस्टर हुने भयो। ओके ठीक छ है। सो अहिले हामीले केही पनि फङ्सनहरू चाहिँ फर्मले काम गरेको छ छैन हामीलाई थाहा छैन, हामीलाई खालि के चाहिएको छ त्यो कन्टेन्ट त्यहाँनिर चाहिएको छ होइन। सो अब म के गर्छु त भन्दाखेरि यहाँ लिस्ट युजर, यो लिस्ट युजरमा थिचिसकेपछि मलाई कहाँ जानु पर्यो त, उता जानु पर्यो ठिक छ। ओके नाउ के हो त भन्दाखेरि हामीलाई कहाँनिर चलाउनु पर्यो त, मेन्युमा जानु पर्यो ठिक छ। कहाँनिर छ मेन्यु हाम्रो, यहाँनिर छ हाम्रो मेन्यु। मेन्युमा गएर मैले के गरेँ त भन्दाखेरि मेन्युमा गएर यहाँनिर गएर लिस्ट युजरलाई मैले के गरिदिएँ त ./index.php ठिक छ। ओके नाउ म रिफ्रेस गर्छु, के भयो रजिस्टर न्यू त भेट्दैन नि त होइन, ठिक छ यसमै जाउँ ठिक छ। नाउ म युजर्समा जान्छु, एड युजर गर्छु ठिक छ, युजर्समा जान्छु, लिस्ट युजर गर्छु ठिक छ। अब फेरि युजर्समा गएर फेरि मैले लिस्ट युजर गरेँ। नभए यसो गरौँ न अब एउटा के गरौँ भन्दाखेरि नि सपोज मेरो एड युजरको पेजको नाम चेन्ज भयो, एड युजर हामीले रजिस्टरमा पठायो, अब मलाई कहाँ पठाउनु मन लाग्यो त रजिस्टर ओल्डमा पठाउन मन लाग्यो ठिक छ। नाउ यहाँनिर प्रब्लम के हल्ला नगर एकछिन, यहाँ सुन त, यहाँ प्रब्लम मलाई के भइरहेछ भन्दाखेरि नि यहाँनिर मैले जब म एड युजर गर्छु नि तब एड युजर पेजमा गइरहेको छ ठिक छ। जब युजर्समा जान्छु तब लिस्ट युजरमा जान्छु, लिस्ट युजरमा गइरहेछ ठिक छ। तर यहाँबाट पनि मैले हेरेँ, यहाँ याद गरेँ, यहाँ माथिको हेरेँ, जब मैले यहाँ लिस्ट युजर गर्छु नि, लिस्ट युजरबाट जब लिस्ट युजर नै थिच्छु नि तब यहाँ ह्यास आइरहेछ क्या। ह्यासको मतलब के हो त भन्दाखेरि हाम्रो कोड के भइरहेछ, यहाँ ह्यास भइरहेछ। मलाई त एक ठाउँमा चेन्ज गरेपछि सबै ठाउँमा चेन्ज होस् भन्ने चाहियो नि त। अब मलाई सपोज यो एड युजरलाई मैले एड के गर्नु पर्यो, एड युजरलाई मैले के गर्नु पर्यो एड पर्सन भनेर राखेँ ल, सपोज एड पर्सन भनेर राखेँ ठिक छ। रिफ्रेस गरेँ, यहाँ युजर्समा गएँ, यहाँ एड पर्सन छ, एड पर्सन भित्र जान्छु, यहाँनिर गएर के छ त एड युजर भयो। अब मलाई त फेरि गएर मैले अर्को पेजमा गएर register.php मा गएर फेरि एड पर्सन गर्नु पर्यो नि त होइन। तर मलाई त के चाहिएको छ भने एक ठाउँमा चेन्जेस चाहिएको छ क्या मलाई। मल्टिपल चेन्जेस त कतिवटा पेज हुन्छ नि भोलि गएर त 100वटा पेज होला, 100वटा ठाउँमा चेन्ज गर्न सकिन्छ त, पोसिबल छ त छैन नि होइन। सो यहाँनिर हामी के गर्छौँ त एउटा होइन, अब हामी यसलाई पार्ट पार्ट बनाउँछौँ ठिक छ। हामी के गरौँ भन्दाखेरि यसलाई ओके यहाँनिर के हो हाम्रो यो साइड बार छ नि, साइड बार यो हो हामीलाई थाहा छ नि होइन। सो यो साइड बारलाई म के गर्छु त यहाँनिर गएर यसलाई गएर यहाँनिर लगेर कट गर्छु, यहाँनिर मैले साइड बारलाई कट गरेँ ठिक छ। नाउ म यहाँ जान्छु र यता गएर म युजर्समा होइन म बाहिरै यसलाई के गरिदिन्छु त न्यू फाइल बनाउँछु र यसलाई म के गरिदिन्छु साइड बार डट पिएचपी भनेर कोड राख्छु र म यसलाई यहाँ पेस्ट गरिदिन्छु ठिक छ। मैले यहाँ के गरेँ त सिम्पली साइड बारलाई यहाँ पेस्ट गरेँ, नथिङ मोर। नाउ यो साइड बार मलाई कहाँ कहाँ चाहिएको छ त, मलाई कहाँ कहाँ चाहिएको छ एउटा इन्डेक्समा र अर्को हामीलाई के हो यो रजिस्टरमा, यो दुई ठाउँमा चाहिएको छ ठिक छ होइन। सो इन्डेक्समा म के गरिदिन्छु त यहाँनिर गएर यति गर्न मिल्छ होला नि त, गरी हेरौँ न है। यो हामीले पहिला नि गरे हो, एकचोटि गरी हेरौँ न काम गर्छ कि गर्दैन इन्डेक्स ठिक छ। मैले यति गरेँ, हामी कहाँ छौँ रजिस्टरमा छौँ हो। अब म कहाँ जान्छु, सरी रजिस्टरमा होइन, हामी कहाँ जानु पर्यो त ठिक छ। आयो साइड बार आयो नि होइन। अब म यो साइड बारलाई फेरि के गरिदिन्छु त भन्दाखेरि अब मलाई यहाँनिर गएँ होइन, युजर्समा गएँ, एड पर्सनमा गएँ ठिक छ, यहाँ गएँ होइन। अब युजर्समा जाउँ, एड युजर छ नि, मलाई एउटै चिज बनाउनु पर्ने हो नि त होइन। सो सिम्पली के गरिदिन्छु त भन्दाखेरि register.php को जुन यो साइड बार छ नि यो नि हटाइदिने ठिक छ। यसलाई पनि म के गरिदिन्छु हटाइदिन्छु ठिक छ। र यहाँनिर गएर पनि के गर्छु php हट्यो, के गर्छु त इको के गर्नु पर्यो इको हामीले सरी इको होइन इन्क्लुड साइड बार डट पिएचपी गरेँ ठिक छ। रिफ्रेस गरी हेरौँ, भयो इरर आयो, किन आयो साइड बार भेटेन, साइड बार नभेटिसकेपछि अब के त डट डट स्ल्यास गरौँ, स्टेप बाहिर आउँ, रिफ्रेस गरौँ ठिक छ। होइन बाहिर छैन नि, यो हेर त साइड बार यहाँ छ है, यहाँनिर छ हाम्रो साइड बार ठिक छ। तर हाम्रो युजर्सको रजिस्टर कहाँ छ, यहाँ भित्र छ क्या। यो रजिस्टर कोड नि हाम्रो यहाँ युजर्स फोल्डर भित्र छ, त एक स्टेप बाहिर आउनु पर्यो ठिक छ है। ओके अब यहाँनिर अझ थिङ गेट मोर कम्प्लिकेटेड, यहाँनिर के हुन्छ भन्दाखेरि जस्तै कि साइड बारमा मैले
नाम त हाम्रो सिमिलर आयो, ठिक छ, नाम त हाम्रो सिमिलर आयो, तर युजर्समा गएर एड पर्सन गरी हेरौँ, युजर्समा रजिस्टरमा गएर एड पर्सन गर्दा हामी फेरि त्यही पेजमा ल्यान्ड हुनुपर्ने, तर त्यहाँनिर इरर किन दिइरहेछ, त्यसले युजर्सभित्रको रजिस्टर लिइरहेको छ फेरि, ठिक छ। यसले के गर्यो भन्दाखेरि नि यसले हाम्रो फोल्डरभित्र पनि फेरि के गर्यो युजर्स डट रजिस्टर डट पिएचपीमा जान खोज्यो नि त होइन। नाउ हामी अर्को एउटा चिज फङ्सन बनाउँछौँ, ठिक छ। ल यहाँ हेर है, यहाँनिर जस्तै कि मैले के गर्थेँ भन्दाखेरि ल मैले यहाँनिर गएर के गर्थेँ, अहिलेलाई हाम्रो यो एउटै हो नि त, कोड एउटै हो है, साइडबार सबैतिर एउटै छैन। सो फेरि फर्स्ट हुन्छौँ हामी यहाँ, ठिक छ। जब युजर्सको एड पर्सन गऱ्यो नि तब यो रजिस्ट्रेसन फर्ममा पुग्यो, ठिक छ। यहाँ हेर एकछिन, जब यो युजर्सको रजिस्ट्रेसन फर्ममा गएपछि फेरि युजरमा गएर फेरि मैले झुकेर एड पर्सन थिचेँ भने बल्ल इरर आएको, किन भन्दाखेरि उसले युजर्सको जब फर्स्टमा थिच्छौँ तब उसले के गर्छ त, यो युजर्सको रजिस्ट्रेसन फर्ममा जान्छ, अर्कोचोटि थिच्दाखेरि फेरि के गर्छ त, उसले फेरि युजर्स फोल्डरभित्र फेरि रजिस्टर, यसको पनि फेरि फोल्डरभित्र युजर छ भनेर खोज्छ अनि रजिस्टर डट पिएचपी खोज्छ क्या, फोल्डरभित्रको फोल्डर खोजिरहेछ। सो यहाँनिर अलिकति कम्प्लिकेटेड हाम्रो सिचुएसन आएन। सो हामी के गर्छौँ भन्दाखेरि एउटा चिज हामीले यहाँनिर गर्न सक्ने कुरा भनेको के भन्दाखेरि हामीले के गर्न सक्छौँ भन्दा एउटा फङ्सन्स क्रिएट गर्न सक्छौँ, ठिक छ। फङ्सन क्रिएट गर्न सक्छौँ, यस फङ्सनभित्र हेरौँ है, यो फङ्सनभित्र म के गर्छु त भन्दाखेरि एउटा फङ्सन बेस अन्डरस्कोर युआरएल गर्छु, ठिक छ। एन्ड डलर डाटा इज इक्वल टु हाम्रो बेस युआरएल के हो त भन्दाखेरि हाम्रो बेस युआरएल यही हो, यति, ठिक छ। एन्ड म के गरिदिन्छु, रिटर्न डलर डाटा गरिदिन्छु, ठिक छ। ओके, नाउ म यहाँनिर गएर अर्को चिज हामीले गर्न सक्ने भनेको यहाँनिर गएर यो बेस युआरएल नबनाइकन अहिलेलाई हामी साइड बारमै के गर्न सक्छौँ भन्दाखेरि यहाँनिर साइड बारमै है, यहाँनिर गएर के गर्न सक्छौँ भन्दाखेरि सिम्पली यही कोडलाई कहाँनिर गएर फङ्सनमा नगरिकन यही कोडलाई म यतिलाई कपी गर्छु, ठिक छ। एन्ड देन साइड बारमा गएर म वाट पिएचपी, ठिक छ, यो एन्ड गर्छु र म यतिलाई पेस्ट गर्छु, रिटर्न डेटा गरिरहँदिनँ म, ठिक छ। नाउ म के गर्छु त भन्दाखेरि यहाँनिर हाम्रो प्रब्लम आइरह्यो नि त होइन। सो म वाट पिएचपी वाट यो, ठिक छ, डबल भयो इको होइन, डलर डेटा डट कन्क्याट गर्नु पर्यो भित्र, ठिक छ, युजर्स रजिस्टर डट पिएचपी, ठिक छ। म यति गरी हेर्छु एकचोटि। सो हाम्रो यहाँनिर स्ल्यास छ है, ओके। नाउ ब्याक जान्छु, यसलाई एकचोटि रिफ्रेस गरी हेर्छु, युजर्समा जान्छु, एड पर्सनमा जान्छु, यहीँ आइपुग्यो, ठिक छ नि होइन। सो युजर्समा जान्छु, एड पर्सन गर्छु, यहीँ आइपुग्यो है, ठिक छ है। सो अब यहाँनिर गएर के गरौँ त, अब मलाई लिस्ट युजरमा जाँदा इन्डेक्समा जानुपर्ने हो नि त होइन। सो म यहाँनिर गएर वाट पिएचपी वाट यो किन कराएको डलर डेटा मात्र गरेँ मैले, युजर्सको लिस्ट युजर गर्दा डलर डेटा किन भन्दा डलर डेटा इन्डेक्स नै हो नि त यो, ठिक छ। ओके, त्यहाँनिर फर इचको केही इररहरू आइरहेको छ, हामी मिलाउँछौँ ल। अब के भन्यो भन्दाखेरि एरे अब्जेक्ट स्ट्रिङ गिभन डी इन्डेक्सको 143 मा हाम्रो इरर आइरहेछ है, इन्डेक्स डट पिएचपी को 143 मा हाम्रो इरर आइरहेछ। के इरर आइरहेछ भन्दा आई के भयो डाटा, यहाँनिर डाटा के भयो होला। सो हामीले फङ्सन्समा सानो चेन्जेस गरेका थियौँ, सायद त्यसले गर्दा हुनसक्छ है। हामी यसलाई रिमुभ गर्छौँ, रिफ्रेस। सो फर इचमा आर्गुमेन्ट मस्ट बी अफ टाइप एरे अब्जेक्ट स्ट्रिङ गिभन रे अन 143 मा इन्डेक्सको 143 मा के भयो, डलर डाटा एज रो, डलर डाटाले के गर्यो, सेलेक्ट युजर गर्यो, सेलेक्ट युजरले यहाँनिर केही न केही त प्रब्लम छ है। ओके, सायद यसले फङ्सनै भेटेन जस्तो है,
index.php ले के भयो फंक्सन कहाँ छ यही छ छन त हैन सो यहाँनिर गएर var dump डलर डेटा गरी हेरौँ के भयो किन एरर आयो index.php अनलाइन भनेर पढेको फंक्शन्स ओके ओके है सो सायद साइड बारको डलर साइड बारमा नि डलर डाटा गयो यहाँ पनि डलर डाटा भयो है सो त्यो भएर होला है सो यहाँनिर गएर यहाँनिर डलर साइड बार गरौँ न त युनिक नेम दिनु पर्यो एउटै फाइल भित्र छ नि त हैन सो डलर डेटा हैन डलर साइड बार रिफ्रेश ठीक छ ओके है सो त्यो है प्रब्लम यस्तो प्रब्लम भएर आइराख्नु पर्यो हैन नि थाहा नै हुनु सो यो भयो आज यति गरी यो भयो हैन अब हामी के गरौँ त भन्दाखेरि युजर्सलाई गएर एड पर्सनमा गइसकेपछि अब यो फर्मलाई राम्रो बनाउने हामी ठीक छ यो फर्मलाई राम्रो बनाउँ एकचोटि ओके सो सबैभन्दा फर्स्टमा हाम्रो साइड बारमा गएर हामी यहाँ गएर एड हामी यहाँ गएर एड युजर्समा छौँ युजर्स भित्र यहाँनिर गएर एड पर्सन र एड युजर गरौँ यसलाई ठीक छ एन्ड अब फर्म बनाउनलाई हामीले राम्रो फर्म बनाउनलाई के गर्नु पर्यो त जम यो राम्रो छ अझ राम्रो बनाउँ न यसलाई है सो यहाँनिर गएर ल नभए तिमीहरू कसै एकजनाले बनाइलियो भने फर्म राम्रो यो ओके फर्म उसो अहिले एकछिनमा गरौँ ल उसो अहिले नयाँ कुरा गरौँ न त हैन नयाँ कुरा गर्न मन भयो हामी के बनाउँदैछौँ न्यूज पोर्टल सो डाटाबेस क्रिएट गरौँ है सो लोकल होस्ट /php मा एडमिनमा जाउँ एन्ड हामी के गरौँ त डाटाबेस क्रिएट गरौँ एडिट गरेर टेबल डाटाबेसकै नाम डाटाबेसको जस्तै कि तिमीले भनेको ए सुन है यहाँ हेर न्यूज पोर्टल्स भित्रको तिमीलाई साह्रै डिस्टर्ब गरेर युजर्सको नाम चेन्ज गर्नु पर्यो हैन तिमीले यसको भित्रको वाला युजर्स भित्रको यसमा यो आइडी नेम हैन यो स्ट्रक्चरमा जाने स्ट्रक्चरमा गएर यसलाई यहाँबाट गएर के अरे चेन्ज गर्ने जस्तै कि यहाँ छ नि चेन्जमा जाने अनि नेम्स गर न हैन एडिट हो नेम हो हेर न एडिट हो यो ल यहाँ चेन्ज गर्ने अनि सेभ गर्ने हुन्छ हेर त सेभ गरौँ यी हेर नेम्स भयो यसलाई एडिट चेन्ज गर नेम सेभ ठीक छ ओके अब हामीले डाटाबेसमा के राख्ने भने हेर त यो चिजहरु सर्भ गरी हेरौँ है अब डाटाबेसमा नि जुन टेबल बनाइरहेछ नि यो टेबल अहिले डाटाबेस हाम्रो कसरी क्रिएट भइरहेछ भन्दा नि हाम्रो यसरी गएर है स्टेप बाई स्टेप जाउँ है हाम्रो के हो त भन्दाखेरि निलो पार्टी भनेर हामीले बनाउन लागेको हो सो निलो पार्टी भयो क्रिएट गरेँ ठीक छ क्रिएट गरिसकेपछि अब टेबलको नाम चाहियो टेबलमा हामीले के गर्ने युजर्स भनेर राखेँ युजर्स भित्र मैले क्रिएट गरेँ क्रिएट गर्दाखेरि मैले आइडी दिएँ अहिलेलाई नेम लिएँ आइडी हाम्रो के हुन्छ त अटो इन्क्रिमेन्ट हुन्छ र प्राइमरी हुन्छ आइडी दिएँ नेम दिएँ इमेल दिएँ ठीक छ पासवर्ड दिएँ ठीक छ अझ मलाई कोलम अझ 3-4वटा चाहियो 4वटा जति चाहियो होला ठीक छ अब यसलाई म के गर्छु त भन्दाखेरि यहाँनिर गएर के गर्छु भन्दा नि यसमा चाहिँ म एउटा पासवर्ड अनि कन्ट्याक्ट लिन्छु एउटा ठीक छ एन्ड अहिलेलाई क्रिएटेड एडहरु लिने त लास्ट लगइन एउटा राखौँ ठीक छ लास्ट लगइन राखौँ अब
ल यति नै राखौँ न यस्तो गरौँ न क्रिएटेड अन्डरस्कोर एड पनि जाउँ अपडेटेड अन्डरस्कोर एड पनि जाउँ अझ दुईटा कोलम थपौँ अझ दुईटा कोलम थपेर हामीले के गरौँ क्रिएटेड अन्डरस्कोर बाईमा जान्छौँ ठिक छ एन्ड अपडेटेड अन्डरस्कोर बाईमा जान्छौँ यति भयो है नाउ यहाँबाट के गर्नु पर्यो नेम हाम्रो भ्यारक्यार हुन्छ ठिक छ 225 नै राख्छु है भ्यारक्यार 225 है पासवर्ड भ्यारक्यार यो कुकुरले लास्टै डिस्टर्ब गर्यो क्या मलाई धेरै लास्ट लगइन के हो हाम्रो डेट एन्ड टाइम नलेबल राख्दा नि हुन्छ नलेबल नै राख्नु पर्यो सो लास्ट लगइन हाम्रो नलेबल भयो ओके क्रिएटेड एट डेट टाइम अपडेटेड एट डेट टाइम ठीक छ क्रिएटेड बाई इन्टिजर ठीक छ अपडेटेड बाई इन्टिजर ठीक छ ओके सेभ यस नो हामी आइडी म्याच गर्छौँ है अहिलेलाई यसरी नै जाउँ है सो अब यो युजर्सलाई यताकोसँग म्याच यतासँग उ गरौँ है त्यो फर्मलाई यतामा हाल्ने बनाऊँ है सबैभन्दा फर्स्टमा त मलाई के चाहियो भन्दाखेरि नि मलाई के चाहियो भन्दा फर्स्टमा अब के गरौँ भन्दाखेरि ओके हामी लगड इन नै छौँ होइन सो सबैभन्दा फर्स्टमा मैले के गर्नु पर्यो त डाटाबेसको नाम चेन्ज गर्नु पर्यो ठिक छ ओके म यो सबैलाई क्लोज गर्दै गएँ यहाँनिर मलाई डाटाबेसमा कनेक्सन चेन्ज गर्नु छ होइन सो फङ्सन्समा गएर मलाई डाटाबेस डट पिएचपी को के हो त निलो पार्टी हो ठिक छ एन्ड हाम्रो युजर्स नै छ होइन नाउ हामी जान्छौँ यहाँनिर गएर अब हामीले कति मात्र कन्टेन्ट लिएको छौँ भन्दाखेरि नेम लिएको छौँ इमेल लिएको छौँ पासवर्ड लिएको छौँ कन्ट्याक्ट नम्बर फोटो लिएको छ छैन नि होइन तर फोटो एउटा नि राख्न चाहिन्छ नि त होइन हामीलाई सो एउटा नयाँ यहाँनिर गएर फोटो पनि राख्नु पर्यो लोकल होस्ट स्ट्रक्चरमा म आफ्टर कन्ट्याक्ट गर्छु होइन गो हामीले के राखेको छौँ यहाँनिर अघि न इमेज सो हामी इमेजमा गयो होइन इमेज भनेरै थियो हाम्रो हेरौँ त एकचोटि न्युज पोर्टलको युजर्समा जाउँ होइन इमेज थियो कि फोटो थियो सेम नै राखौँ कज हामी फङ्सनमा केही पनि चेन्ज गर्नुवाला छैन है इमेज ओके नाउ यहाँनिर एउटा नयाँ चिज हामी हेरौँ है मलाई पासवर्ड देखाउनु नै छैन ठिक छ ओके मलाई पासवर्ड देखाउनु नै छैन सो त्यो भएर नेम ठिक छ एन्ड के छ त भन्दाखेरि नेम इमेल ठिक छ पासवर्ड ठिक छ कन्ट्याक्टलाई कन्ट्याक्ट नम्बर छ होइन सो चेन्ज गरौँ होइन सो कन्ट्याक्टै राखौँ ल इमेज भयो होइन सो जब यो हाम्रो फङ्सनमा एड युजर भन्ने कल हुन्छ तब यो डिरेक्टरी यो सबै ठिक छ है सो टेम्प यो ठिक छ यो ठिक छ नाउ हामीलाई इन्सर्टमा हामीलाई के चाहियो त एउटा एड्रेस चाहिएन ठिक छ मलाई के चाहिएन एड्रेस चाहिएन ए हल्ला ठुलो भयो तिमीहरूको एड्रेस चाहिएन एन्ड देन मलाई के चाहिएन त भन्दाखेरि कन्ट्याक्ट नम्बर होइन मलाई कन्ट्याक्ट मात्र चाहियो ठिक छ क्रिएटेड एड अब मलाई के चाहियो सबै छ नि होइन अपडेटेड अन्डरस्कोर एड ठिक छ ओके यहाँ हाम्रो इमेज नै छ होइन सो यहाँ जाउँ न क्रिएटेड एड ठिक छ अपडेटेड अन्डरस्कोर एड ठिक छ है अपडेटेड अन्डरस्कोर एड क्रिएटेड अन्डरस्कोर बाई एन्ड अपडेटेड अन्डरस्कोर बाई ठिक छ नाउ ए हल्ला ठुलो हो सो यहाँनिर जाउँ होइन सो क्रिएटेड बाई र अपडेटेड बाई फर्स्ट टाइम इन्ट्री गर्दा सेम हुन्छ फर्स्ट टाइम अपडेट गर्दा फर्स्ट टाइम इन्ट्री गर्दा क्रिएटेड बाई र अपडेटेड बाई सेम हुन्छ ठिक छ है अहिलेलाई म क्रिएटेड बाई र अपडेटेड बाईलाई 00 राख्छु ठिक छ
किनभने मसँग अहिलेसम्म डाटा छैन। मेरो डाटा छ त मसँग, हेर है, लगइन भइरहेको छ, त्यो भएर हो, छ त डाटा हामीसँग, छैन नि होइन। सो युजरमा गएर एड युजर गरौँ। अब मलाई के चाहिएन त एउटा, ल एड्रेस त्यहाँ एज इट इज होस्, नो प्रब्लम है। अब मलाई के चाहियो त भन्दाखेरि त्यो पासवर्डलाई भिजिबल हुने गरेर राख्ने मन छैन मलाई होइन, इन्भिजिबल होइन। मलाई पासवर्ड नर्मल्ली हामी के गर्न सक्छौँ त इन्क्रिप्ट गर्छौँ है। सो हामी च्याट जिपिटीलाई नै जान्छौँ है, कज मैले लारावेलबाट गरेर आयो होइन। इन्क्रिप्ट पासवर्ड इन पिएचपी होइन। सो त्यो एकचोटि ह्यासिङ गर्छौँ है। ह्यासिङको लागि के भनेको छ त भन्दाखेरि अब यो नगरिराखौँ यार, यो धेरै नै लामो हुन्छ होइन। इन्क्रिप्ट होइन, MD5 पासवर्ड इन पिएचपी। अर्को के भन्नुहुन्छ, लारावेल पासवर्ड इन पिएचपी। ओके, यसले ह्यासिङ नै गर्न लाए। सो यसले यति गर्न लाए, हेरौँ है एकचोटि के हो यो। यतिलाई मैले कपी गरेँ, ठिक छ, यतिलाई मैले कपी गरेँ है, कपी गरेँ। ल मैले जब यो हाम्रो रजिस्टर हुन्छ नि, जब यो हाम्रो युजर्समा गएर रजिस्टर हुन्छ, रजिस्टर भएर जब सबमिट बटन थिच्छ उसले, सो कहाँनिर छ त सबमिट बटन थिच्ने भन्दा, कहाँनिर छ, इफ इट सेट सबमिट भनेर यो खासमा माथि राख्नुपर्ने थियो होइन यो कोडलाई। ठिक छ, अहिलेलाई यहीँनिर जाउँ। मैले यति गरेँ है, ठिक छ, है मैले यति गरेँ। ओके, मैले यति गरेँ एन्ड मैले यो तलको यो एकछिनलाई यो यतिलाई मैले हटाइदिएँ है, यतिलाई मैले हटाइदिएँ। ल ठिक छ, मलाई हेर्नु छ पासवर्ड कस्तो आउँछ भनेर है। सो यसले के भनिरहेछ भन्दाखेरि नि, मैले यसले के भनिरहेछ भन्दा नि, ओके यसले यसरी लिएर आउँछ भनेर भनिरहेछ है। सो एकचोटि हामी के गरौँ भन्दा, यहाँ गएर ओ हेलो, यहाँ हेर है, नेम समथिङ राखेँ, इमेल समथिङ राखेँ, इमेल पनि मैले something@gmail.com राखेँ। पासवर्ड मैले 1 2 3 4 5 6 राखेको है, 1 2 3 4 5 6। ठिक छ, एकचोटि रजिस्टर गरेर हेरौँ कस्तो आयो हेर त। त्यो 1 2 3 4 5 6 नै हो। तर हामीले रजिस्टर गर्दाखेरि त युजरको इमेल र पासवर्ड लिइरहेछौँ नि त। जस्तै कि न्युज पोर्टलमा कतिजनाले एक्सेस गर्ने, कतिजना अथरलाई एक्सेस गर्न दिने त होइन। सो त्यो हुन्छ नि त होइन। सो यहाँनिर गएर अब यो के गरिरहेको यो बुझौँ है, यो कसरी यो यस्तो भइरहेछ यो बुझौँ। माई सेक्योर पासवर्ड छ नि यहाँनिर, मैले विवेक मात्र लेखेँ नि, यो तिम्रो पासवर्ड हो। के पासवर्ड हो भन्दाखेरि नि फेरि हेरौँ है, रिफ्रेस कन्टिन्यू। ठिक छ, यो आएन होइन, यो मैले विवेक भनेर राखेँ नि होइन। अब ह्यास भइरहेछ, पासवर्ड ह्यास जेनेरेट भइरहेछ। अब मलाई सेम यस्तै चिज निकाल्नलाई नि, अर्कोचोटि सेम यस्तै चिज निकाल्नलाई यो पासवर्ड बिना नि, यो पासवर्ड हो क्या, यो टेक्स्ट कुनै हुँदैन, डिक्रिप्ट नै हुँदैन क्या नत्र। यसलाई एकचोटि डिक्रिप्ट गरेर ट्राई गर्ने होइन। ल छोड्छु ल यसलाई। यो पासवर्ड ह्यास जेनेरेट गर्दाखेरि मैले यहाँ जे नाम दिए पनि हुन्छ है। सो ABCDEFGHIJKL जेसुकै थियो होइन। तर यो मलाई चाहिन्छ, कतिखेर चाहिन्छ त भन्दा जब लगइन गर्दाखेरि मलाई सेम पासवर्ड निकाल्नुपर्छ है। सो त्यो भएर अहिलेलाई यति मात्र बुझ, ABCDEFGHIJKL मैले एउटा नाम दिएँ होइन। एन्ड देन त्यसपछि पासवर्ड ह्यासबाट मैले के गरेँ, पासवर्ड जेनेरेट गरेँ र यसलाई के गरेँ, इको ह्यास पासवर्ड गरेँ। ठिक छ, नाउ म यसलाई के गर्छु त भन्दाखेरि यसलाई म पुरानै फर्मेटमा लैजान्छु होइन, माई सेक्योर होइन, यो चाहियो। ठिक छ, एन्ड मैले के गर्छु त भन्दाखेरि यतिलाई म यहाँबाट कट गर्छु। ठिक छ, एन्ड म यहाँ जान्छु र म यहाँ फङ्सन्समा गएर नि, यहाँ फङ्सन्समा गएर म के गर्छु त भन्दाखेरि यो लेख्छु र यसलाई म के राखौँ, पासवर्ड ह्यास भनेर राख्छु ल यसलाई। ठिक छ, ओके। नाउ यसलाई म के गरिदिन्छु त भन्दाखेरि मेरो पासवर्ड कहाँ छ, पासवर्ड यहाँ छ। एन्ड म यसलाई सरी, पासवर्ड यहीँ छ एन्ड पासवर्ड कहाँ छ त यहाँनिर भन्दा $# पासवर्ड गर्छु। ठिक छ, ओके, मैले पासवर्ड चेन्ज गरेँ। नाउ कस्तो हुन्छ हेरौँ है। सो यसलाई म एकचोटि यस्तो गर्छु, केही इरर आउँछ आउँदैन, विवेक महर्जन एड्रेस मलाई नभइदिन्छ, विवेक
gmail.com, त्यसपछि गएर पासवर्ड 1 2 3 4 5 6, ठिक छ। कन्ट्याक्ट नम्बर मैले राखेँ, ठिक छ। एन्ड म चुज फाइल गर्छु, चुज फाइल गरेर मैले डाउनलोड्समा गएर ओके यो नो इमेजलाई नै राख्छु है, ओपन गर्छु एन्ड रेजिस्टर गर्छु। के भन्यो? ओके यु हेभ इरर इन एसक्यूएल सिन्ट्याक्स रे, इन्सर्ट इन्टु है, इन्सर्ट इन्टु एड युजर होइन। सो केमा छ हेरौँ त, एड युजर भित्र के प्रब्लम भयो? नेम पछि ओके है, सो रिफ्रेस कन्टिन्यू, ठिक छ, आयो है। अब यो अनडिफाइन्ड यहाँ ठाउँमा ठिक छ हो। यहाँ सुन है, यति भएन, नाउ म जान्छु यसमा गएर ब्राउज गर्छु, पासवर्ड कसरी आइरहेको छ हेर त है, पासवर्ड यसरी आइरहेछ नि होइन। यो अलिकति मिलाइहालौँ हामीले, एड्रेस छैन हामीसँग, कन्ट्याक्टको यहाँनिर इन्डेक्समा गएर मिलाइहालौँ। इन्डेक्समा गएर मिलाउँछु, इन्डेक्समा गएर मिलाइसकेपछि यहाँनिर गएर के छ त भन्दा को इमेज, त्यसपछि गएर मलाई यो टिडी चाहिएन एन्ड यो पनि कन्ट्याक्ट मात्र हुन्छ, ठिक छ है। एन्ड मलाई यो एड्रेस चाहिएन, ठिक छ ओके। एकचोटि रिफ्रेस गरौँ, पासवर्ड यहाँ देखाइरहेको छ, मलाई यहाँ पासवर्ड देखाइरहनु जरुरी पनि छैन है, पासवर्ड कहिले देखाउनु पर्छ भन्ने नै छैन होइन। सो पासवर्ड पनि हटाइदिन्छु म, म एन्ड अब सेभ गरौँ, रिफ्रेस गरौँ। अब एकचोटि ठिक छ है, अब एकचोटि म लगआउट गर्छु, ठिक छ। अब म लगइन गर्ने ट्राई गर्नु पर्यो, सेम vivek@gmail.com, पासवर्ड 1 2 3 4 5 6, सबमिट। के भन्यो? आई एम एम्प्टी, डु नट ह्याभ डाटा भन्यो। यो होइन नि त, तर मलाई के भन्नु पर्यो त्यहाँनिर, इनभ्यालिड युजर नेम अर पासवर्ड, इनभ्यालिड इमेल अर पासवर्ड भनेर देखाउनु पर्यो नि त होइन। सो त्यसको लागि हामी कहाँ जान्छौँ त, हामीले कहाँबाट गरिरहेछौँ, इन्डेक्सको फङ्सन्सको लगइन भन्ने होला सायद है, एड युजर, सेलेक्ट युजर, कहाँ छ लगइन, ओके। लगइनमा हामीले यहाँनिर रो रिटर्न गरिरहेछौँ, ठिक छ। यो रो रिटर्न गर्दाखेरि हाम्रो लगइन पेजमा के भइरहेको छ हेरौँ है, लगइनमा एकचोटि हेरौँ है, हाम्रो लगइनमा के भइरहेको छ। लगइनमा हामीले उताबाट इन्क्लुड गरिसकेपछि जब यहाँबाट सबमिट हुन्छ, त्यसपछि हामीले यहाँनिर के गरिरहेछौँ त, इको आई एम एम्प्टी यहाँनिर आइरहेछ नि होइन। सो यहाँनिर म के गरिदिन्छु त भन्दा $इरर अन्डरस्कोर MSG = इनभ्यालिड इमेल अर पासवर्ड गर्छु। अब यहाँनिर जान्छु, ठिक छ है, ठिक छ, यहाँनिर जान्छु। अब मलाई इनभ्यालिड युजर नेम र पासवर्ड कहाँ देखाउनु पर्यो, लगइन भन्दा माथि अथवा माथि नै देखाउँ होइन। सो लगइन भन्दा माथि देखाउँ, लगइन भन्दा माथि देखाउँदा अलि ठुलो अक्षरले नै देखाउँ होइन। सो फर्म भन्दा माथि नै राखिदिउँ, H1, ठिक छ। यहाँनिर गएर वाट PHP वाट यो है, वाट यो इको $इरर मेसेज, ठिक छ ओके। रिफ्रेस कन्टिन्यू, इनभ्यालिड इमेल अर पासवर्ड होइन, ठिक छ। एन्ड यो अझ माथि नै लैजाउँ है, यसलाई अझ माथि कोल्फो भन्दा नि माथि लैजाउँ, कन्टिन्यू, ठिक छ। माथि धेरै नै माथि गयो, ठिक छ ल, यहीँ ओके। एज 4 युज गरौँ, ठिक छ, ठिक छ। अब मलाई टेक्स्ट रेड चाहियो है, टेक्स्ट मलाई के चाहियो त, रेड चाहियो। सो यहाँनिर गएर स्टाइल कलर रेड गरिदिएँ, सरी रेड गरेँ मैले, ठिक छ। रिफ्रेस गरौँ, कन्टिन्यू गरौँ, यो भयो है। अब एकचोटि यसलाई म इन्टर गरिहेर्छु है, इन्टर मात्र गर्छु है। अघिदेखि त फर्म सबमिट भएर चाहिँ इन्टर गरौँ, त्यहाँ अनडिफाइन्ड भनेर आयो, वार्निङ आयो, किनभने फर्स्ट टाइम लोड हुँदा इरर मेसेज हामीसँग छैन नि होइन। सो छैन भने हामीले के गर्नु पर्यो त, यहाँनिर कन्डिसन राख्नु पर्यो, इको कतिखेर इको है, एडी इच सेट $इरर मेसेज छ भने चाहिँ इको होइन, छैन भने के गर्नु पर्यो, एज इट इज। के भयो यहाँनिर, मिलेन, किन मिलेन, इको यहाँनिर
होइन है। सो त्यो इकोले गर्दाखेरि हो है, यो भनेको नि इफ एल्स कन्डिसन हो, एकचोटि गरिहेरौँ है। आएन, ठिक छ है। समथिङ यो राखेँ, सबमिट गरेँ, @g.c सबमिट देखाएन है। सो यहाँनिर हामीलाई इको पनि चाहिन्छ है, इको नि चाहिन्छ। लेट्स सी यसले के गर्छ, इरर दिन्छ कि दिँदैन। सो मिलेन, ओके। अब हामीलाई के चाहियो त भन्दाखेरि यतिले मिलेन भनिसकेपछि हामीले के गर्नु पर्यो त, यो अल्टरनेटिभ हो है। यो अघिनको कोड यही हो क्या, इको के थियो, ठिक छ। ठिक छ, ओके। इनभ्यालिड इमेल र पासवर्ड भनिरहेछ, बट मैले के गरिरहेको छु त भन्दाखेरि सेम हालिरहेको छु नि होइन। इमेल एड्रेस र पासवर्ड मैले सेमै हालेको, तैपनि किन इरर देखाइरहेको छ, किनभने हामीले त ह्यासिङ गरिरहेछ अघि न। सो सेम ह्यासिङ हामीले गर्नु पर्यो। सो ह्यासिङ गर्नलाई हामी एकचोटि ट्राई गरौँ है त। सो हामीले कसरी ह्यासिङ गरेको हो भन्दा अघि न, एड युजर गर्दाखेरि यहाँनिर हाम्रो ह्यासिङको यहाँनिर कोड छ। सो यतिले हो। सो म यतिलाई के गर्छु त, सबैभन्दा फर्स्टमा यो डलर पासवर्ड छ नि, डलर पासवर्डलाई कट गर्छु। अनि म यहाँनिर एकचोटि माथि नै सेट गरेर राखौँ यसलाई, हेरौँ है। त्यसपछि गएर म के गर्छु भन्दाखेरि यतिलाई कपी गर्छु, ठिक छ। एन्ड म यहाँनिर लगेर के गर्छु, पेस्ट गर्छु, ठिक छ। म इको डलर ह्यास पासवर्ड गर्छु, ठिक छ है। एन्ड डलर पासवर्ड यहाँनिर गएर के गर्छु, डलर ह्यास पासवर्ड गर्छौँ, ठिक छ। एकचोटि यति गरी हेरौँ है, यति गरेर इन्टर, vivek@gmail.com 1 2 3 4 5 6 सबमिट। ओके, स्टिल इनभ्यालिड आइरहेछ, तर यहाँनिर के भयो त, मिलिरहेको छ, ठिक छ। ओके, यो अलिकति यहाँनिर मेरो विचारमा यसलाई एकचोटि हामीले यहीँनिर पज गर्नुपर्छ कि जस्तो लाग्यो मलाई। अब एकचोटि यसो गरौँ त, यहाँनिर यसको लजिकै यही हो नि हाम्रो जेनेरेट भएको होइन। यहाँनिर गएर हेरौँ, ब्राउज, ओके है। सो यहाँनिर गएँ, इनभ्यालिड भनिरहेको छ होइन। सो नाउ के भइरहेछ भन्दाखेरि यहाँनिर हेरेँ, यो हाम्रो जेनेरेटेड पासवर्ड हो, ठिक छ। सेम पासवर्ड जेनेरेटेड पासवर्ड हो। एन्ड यो हाम्रो के हो त, अर्को पासवर्ड त्यही हो, तर यहाँनिर डिफ्रेन्ट छ नि होइन। सो ह्यासिङ कहिले नि सिमिलर नहुने चान्सेस हाई हुन्छ डेट एन्ड टाइमले गर्दा। सो हामी के गर्छौँ त, अब मलाई के थाहा छ त, मैले ह्यासिङ अल्गोरिदम युज गरिसकेको छ। सो म यतिलाई के गरिदिन्छु, एउटा युजर चाहिँ पहिला सेलेक्ट गरेर ल्याउँछु, ठिक छ, ठिक छ नि होइन। सो म युजर सेलेक्ट गरेर ल्याउँछु। एन्ड म के गर्छु त भन्दा यहाँनिर गएर एकचोटि है, रोलाई म के गर्छु त, var_dump $रो गर्छु, ठिक छ। ओके, नाउ रिफ्रेस गरी हेरौँ एकचोटि, एकचोटि रिफ्रेस गरी हेरौँ, कन्टिन्यू गरी हेरौँ। यसरी आइरहेको छ नि होइन, त्यो इमेलको यसरी आइरहेको छ नि होइन। सो अब मलाई के चाहियो त, यसको पासवर्ड चाहियो, $रोको के चाहियो मलाई, पासवर्ड चाहियो, ठिक छ। रिफ्रेस, कन्टिन्यू। अब मलाई म्याच गर्नु छ कि यो पासवर्ड र मैले भर्खर बनाएको पासवर्ड सेम छ कि छैन भनेर त मलाई म्याच गर्नु छ है। सो त्यसको लागि जसरी पासवर्ड ह्यास गरेको छ त्यसरी नै हामीसँग पासवर्ड के अरे के छ हाम्रो पासवर्ड के छ, पासवर्ड अन्डरस्कोर भेरिफाई है। यसमा मलाई के चाहियो त, डलर पासवर्ड र यो पासवर्ड, मैले हानेको पासवर्ड र डाटाबेसबाट लिएर आएको पासवर्ड सेम हुनु पर्यो है। ओके, डलर चेक गरेर गर्छु है त म। नाउ म के गर्छु त भन्दा नि यहाँनिर गएर एकचोटि डलर चेकलाई के गर्छु, var_dump गर्छु, रिफ्रेस, कन्टिन्यू। के भयो, फल्स भन्यो, कसरी फल्स भन्यो त, ट्रु आउनु पर्ने होइन, म्याच भएपछि के आउँछ यसले, यही त हो नि होइन। सो हेरौँ त एकचोटि,
ओके एकचोटि यसो गरौँ है, यसलाई पनि हामी यसरी नै गरौँ। इफ पासवर्ड भेरिफाई डलर पासवर्ड र डलर रोको पासवर्ड चाहिँ सेम छ भने इको आई एम म्याच्ड होइन। ओके एल्स इको नट म्याच्ड। ओके यति गरौँ होइन। रिफ्रेस कन्टिन्यू के भन्यो म्याच्ड है, बुल फल्स नै आयो, केही फरक पर्दैन है। सो म्याच्ड भयो नि होइन। सो यतिलाई हामीले के गरौँ त रिमुभ गरौँ एन्ड सेभ गरौँ। ओके नाउ हामी यहाँनिरबाट जाउँ कन्टिन्यू होइन। सो म्याच्ड भनेर आइरहेको छ होइन, हामी माथिको के गरौँ त इको नट म्याच कि म्याच भनेर छ नट म्याच। ओके आइएम म्याच भन्नुपर्ने। ओके ठिक छ ल, आइएम म्याच किन भयो नि हेरौँ है। सो यहाँनिर जाउँ, पासवर्ड केही मिलेन कि जस्तो लाग्यो मलाई, नट म्याच भने। सो एकचोटि यसो गरौँ न, bibk@gmail.com 1 2 3 4 5 6 सबमिट, नट म्याच नै भने। ओके यो गरौँ है, इको ह्यास गरेँ है। एकचोटि गएर फेरि मैले होइन हाम्रो डाटाबेसै चेन्ज भइसक्यो। नट म्याच्ड भनिसकेपछि म यतिलाई कपी गर्छु, ठिक छ। अब मेरो पासवर्ड के भइरहेछ त होइन, चेन्ज भइरहेछ मलाई थाहा छ। म एकचोटि यो पासवर्ड है, मैले अघि नै मिस्टेक हान्थेँ 1 2 3 4 5 6 भनेर हान्दा अलिकति मिस्टेक हो। यो एकचोटि पासवर्ड अपडेट गरेँ मैले। नाउ फेरि एकचोटि के गर्छु त भन्दाखेरि 1 2 3 4 5 6 सबमिट आइएम म्याच भनेर आयो है। अघि न मैले सायद 1 2 3 4 5 6 लेख्दाखेरि केही तलमाथि बटन थिचेँ कि जस्तो लाग्छ है मलाई है। अब हेर है, यहाँनिर हेर फेरि पनि हेर है, अहिले के आइरहेछ नि, यहाँ आइएम म्याचलाई एकचोटि हटाइदिउँ न ल, हेरौँ है। एकचोटि रिफ्रेस कन्टिन्यू गरौँ है। अहिले कति आइरहेछ, ओक्युसी आइरहेछ नि होइन। अब फेरि म हेर्छु है, सबमिट गरौँ। अब हेर यहाँ H88 आयो है। सो योसँग तिमीले यदि डाटाबेसमा हेऱ्यो भने हाम्रो डाटाबेसमा के छ त, ओयुएस यता यिनीहरू छ अरे। सो ह्यासिङ सेम भएको छैन है, सेम ह्यासिङ आएको छैन, सायद अघि मैले मिस्टेक गरेँ होला। सो यहाँनिर गएर मैले के गरेँ, इको एकचोटि फेरि गरौँ, यो ह्यासलाई रिमुभ गरौँ, एकचोटि रिफ्रेस गरौँ एन्ड कन्टिन्यू गरौँ, आइएम म्याच भनेर आयो। ठिक छ। ओके म्याच भइसकेपछि हामीले त के रिटर्न गरिरहेको थियो भने, यदि म्याच भयो भने पो हामी के गर्छौँ त भन्दाखेरि रिटर्न रो गर्छौँ, ठिक हो। अघि नै यही गरिरहेको थियो हामीले है, रो गर्छौँ। अब नट म्याच्ड हो भने हामी यहीँनिर एकचोटि रिटर्न यहीँनिर हामीले राख्नु मिल्छ, $error_msg इज इक्वल टु के अरे इनभ्यालिड पासवर्ड भनेर राख्नु मिल्छ। पासवर्ड मिस्टेक भयो नि त होइन, इमेल त फाउन्ड छ, युजर त फाउन्ड छ, ठिक छ। ओके अब म यहाँनिर मिस्टेक पासवर्ड हाल्छु, सबमिट गरी हेरौँ, इनभ्यालिड इमेल अर पासवर्ड नै आयो है। सो यो होइन, हामीलाई के चाहियो त भने रो रिटर्न कहाँबाट रो भइरहेछ। ओके 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 हामीले कहाँनिर गएको छ, लगइनमा है। लगइन कसरी चलिरहेछ हेरौँ है। यो गयो, यहाँबाट हामीले डलर डाटालाई यहाँबाट लिइरहेको छौँ, ठिक छ। लगइन यो भयो, इफ डलर डाटा। ओके एकचोटि हामी यहाँ गएर भार डम्प गरी हेरौँ न, भार डम्प डलर डाटा। सायद मेरो विचारमा यो डाटा यहीँनिर लियो जस्तो क्या, यो फङ्सन्सको यो। ओके छैन, ठिक छ। ओके ल रिफ्रेस कन्टिन्यू, नल आइरहेछ, ठिक छ। ओके होइन। सो यहाँनिरबाट हामीले के गर्नु पर्यो, इफ पासवर्ड हेरेर आइएम म्याच एल्स ओके नट म्याच्ड भनेर आयो नि होइन, ठिक छ। ओके है यहाँनिर जाउँ, यसलाई हामी के गर्छ रिटर्न, यहाँनिर गएर जाउँ रिटर्न हामी के राखौँ त यहाँनिर null underscore password भनेर, ठिक छ। ओके अब रिफ्रेस गरी हेरौँ, कन्टिन्यू गरौँ, इरर आयो नि होइन, इरर आयो नि होइन। सो इरर आयो भनिसकेपछि हामीले के गर्नु पर्यो त भन्दाखेरि अब लगइनमा गएर हामी के गर्छौँ त, भार डम्प गर्दैनौँ है। इफ
डलर डाटा इज नट इक्वल टु नल अंडरस्कोर पासवर्ड छैन भने है, अथवा यही गरौँ, छैन भने के गर्नु पर्यो, यो हुनु पर्यो एल्स इनभ्यालिड इमेल अर पासवर्ड भनेर चाहिँ एकचोटि हेरौँ यति आउँछ कि आउँदैन, आयो होइन। सो एल्स हामी के गरौँ त, ल यही छ, ठिक छ। अब हामीले यहाँ के गरौँ त भन्दाखेरि जेन्युन वाला हालौँ, 1 2 3 4 5 6 सबमिट, ठिक छ। धेरै भयो क्या आज, त्यही नि गरे होइन हामीले, खालि सिम्पली के गरेको भन्दाखेरि हिजोको लगइनलाई हामीले खालि के गरौँ त, पासवर्ड नयाँ ह्यासिङ मेथडबाट पासवर्ड जेनेरेट गरौँ र त्यो पासवर्डलाई हामीले के गरौँ त, भेरिफाई मात्र गरौँ है। केही छ कन्फ्युजन यहाँसम्म, केही छ, के छ, के सोध्नुपर्ने कुरा, यति गर्ने कि अझ कन्टिन्यू गर्ने। यहाँनिर धेरै कुराहरू छ, अझ डिबगिङको कुराहरू छ, हामीले भेरिफिकेसनको कुराहरू छ, धेरै नै छ होइन। म सिम्पली के गर्छु त भन्दाखेरि अहिलेलाई जस्तै कि यहाँनिर कसैले हाम्रो यो युजरको रजिस्टर गर्दाखेरि यहाँनिर नाम मिस्टेक हालेर पठायो, के अरे नाम ब्ल्याङ्क पठायो भने प्लिज इनपुट भनेर आइरहेछ नि होइन, त्यसलाई हामी प्रोग्रामेटिकल्ली गर्न नि सिक्छौँ होइन। यो फर्मलाई अझ राम्रो बनाएर नि जान्छौँ होइन। सो आजको लागि चाहिँ के भयो त भन्दाखेरि हामीले के गर्यो त भन्दाखेरि केही पनि गरेको होइन, हिजोदेखि हामीले लगइन गरिरहेको थियौँ, पासवर्ड हामीले एज इट इज सेट गरिरहेको थियौँ। जब युजर एड गऱ्यौँ त्यतिखेर हामीले यो फङ्सनबाट एड युजरबाट हामीले के गर्यौँ त, एज इट इज हामीले पासवर्ड सेभ गरिरहेको थियौँ भने अब पासवर्डलाई के गर्यौँ त हामीले ह्यास गऱ्यौँ। त्यो ह्यास गऱ्यौँ है, पासवर्डलाई ह्यास गऱ्यौँ, त्यो पासवर्ड कहाँ ह्यास गर्दाखेरि, पासवर्डलाई ह्यास गर्दाखेरि के चाहिने रहेछ, उताबाट आएको पासवर्डलाई हामीले पासवर्डबाट डिक्रिप्ट गर्नु पर्यो। ए यस्तो भए रहेछ है, यहाँनिर हाम्रो अघि नै किन त्यो नमिलिरहेको रहेछ थाहा छ, यो रहेछ हामीले यसलाई पासवर्ड माने रहेछौँ, डलर पासवर्ड इक्वल टु पासवर्ड ह्यास हो त होइन। सो यसले गर्दा मिस्टेक भए रहेछ हाम्रो पासवर्ड ह्यास इक्वल डलर पासवर्ड होइन, उताबाट आएको पासवर्ड चाहियो नि मलाई होइन त, उताबाट आएको पासवर्ड के थियो त, डलर के छ पासवर्ड नै हो, उताबाट आएको पासवर्ड हो यहाँनिरबाट आएको अघि न है, त्यो भएर मिस्टेक भए रहेछ। लगइन किन नभएको भने हामीले पासवर्ड एउटा एबिसिडी त्यो बाई डिफल्ट सेट गरिरहेको रहेछौँ होइन। सो पासवर्डलाई पासवर्ड डिक्रिप्ट भनेर भन्यो नि, यो पासवर्ड ह्यास भन्ने एउटा आफैमा एउटा फङ्सन हो जुन चाहिँ बाई डिफल्ट PHP-मा छ, त्यो PHP-मा छ र त्यसलाई चाहिँ हामीले डिक्रिप्ट गर्ने भनेको, डिक्रिप्ट भनेको त्यो ह्यासिङ हो क्या, ह्यासिङ अल्गोरिदम हो एउटा डिक्रिप्टले, त्यसले एभ्री टाइम के गर्छ त नयाँ नयाँ ह्यासहरू जेनेरेट गर्छ पासवर्डलाई, सायद टाइम अनुसारको नयाँ नयाँ टेक्स्टहरू निकाल्छ होला होइन। सो डिक्रिप्ट गऱ्यो, डिक्रिप्ट गरेर हामीले के गर्यौँ त, यो डिक्रिप्ट मेथडबाट हामीले पासवर्ड जेनेरेट गऱ्यौँ है, पासवर्ड जेनेरेट गरेर हामीले डाटाबेसमा स्टोर गऱ्यौँ र लगइन गर्दाखेरि हामीले सिम्पली सेलेक्ट युजर गरेर गरिरहेको थियौँ भने अब हामीले के गऱ्यौँ त, पहिला सुरु त्यो इमेल एड्रेसको युजर छ कि छैन हेरेर लिएर आयौँ, यदि छ भने उताबाट आएको भ्यालु र यहाँको भ्यालु पासवर्ड र पासवर्डलाई म्याच गऱ्यौँ है, पासवर्डलाई म्याच गरेर यदि म्याच भयो भने हामीले रिटर्न रो सक्सेसफुल्ली हामीले पठायो भने, होइन भने के भयो नल पासवर्ड, नल पासवर्ड पठाउँदा के भयो त त्यहाँनिर इनभ्यालिड युजर नेम र पासवर्ड होइन। अब यहाँनिर कस्तो पनि केस हुन सक्छ भने इमेलै नट फाउन्ड पनि केस हुन सक्छ नि त होइन, इमेलै नट फाउन्ड केसमा त हामीले धेरैवटा म्यासेजहरू देखाउनु पर्छ होला नि त होइन, त्यो चाहिँ हामी फ्युचरमा लारावेलमा गर्छौँ। यहाँनिर अहिलेलाई के गर्छौँ, बेसिकली इरर त यसरी नै पास गर्ने हो नि त होइन, नल पासवर्ड भने जस्तै अब यदि रो नै भेटेन भने यहाँनिरबाट नल युजर भनेर पास गर्ने, उता भेरिफाई गर्ने हो। यु क्यान गिभ अ ट्राई है, तिमीहरू ट्राई गर्न सक्छौ, ठिक छ। आजलाई यति गरौँ कि अझ अगाडि बढाउँ, मलाई भनौँ, माइन्डै डल भइसक्यो जस्तो फिल भयो क्या मलाई तपाईँको, यति गरौँ है, एउटा नयाँ कुरा सिकौँ न त, गिटल्याब सिकौँ न त, गिटल्याब हामीले अस्ति गिटल्याबको कुरा गरेको थियौँ, ठिक हो। सो अब म के गर्छु भन्दाखेरि गिटल्याबमा है, गिटल्याबमा मेरो के हो साइन इन गर्न लाग्यो त्यसले, ओके ल, मैले के राखेँ होला, पासवर्ड बिर्सिरहन्छु फेरि मैले यार,
भेरिफिकेसनहरू आएको राम्रो है आफैमा। अब त अहिले त अब के छ कुनै तिमीहरूको कतिको छ है, एकछिनमा त्यो कुराहरू भन्नु। मान्छेहरू के गर्छ भन्दाखेरि नि फेसबुक बाई डिफल्ट लगइन भइरहेको हुन्छ होइन, फेसबुकको पासवर्डै बिर्सिसकेको हुन्छ होइन। अनि सिस्टमबाट एकचोटि मोबाइल हराउनुपर्छ, त्यो फेसबुक रिकभर गर्नलाई यति गाह्रो गर्छ होइन। मोबाइल कुन हाले हुन्छ नि थाहा हुन्न, इमेल कुन हाले हुन्छ नि थाहा हुन्न होइन। त्यसपछि सेक्युरिटी क्वेसन त हामीलाई मतलबै छैन होइन, जुन सबैभन्दा बेसी इम्पोर्टेन्ट छ सेक्युरिटी क्वेसन, हामी कहिले मतलब गर्दैनौँ नि होइन। अनि त्यो फेसबुक एकाउन्ट रिकभरै हुँदैन क्या। सो बानी धेरै बिग्रिसकेको छ है अहिले। के हो यहाँ मेरो यो पनि लगइन छैन भने 46 है। ओके, सो गिटल्याबमा जाउँ। मैले गिट बास इन्स्टल गर्नु भनेर भनेको थिएँ, ठिक हो है। सो गिट बास मैले इन्स्टल गर्नु भनेको थिएँ। मेरो प्रोजेक्टहरू यहाँ छ, ठिक छ। 136 पुगेछ प्रोजेक्ट। ओके, हाम्रो यहाँनिर यो छ। अब म आज एक दिनलाई चाहिँ पब्लिक बनाउँछु, ठिक छ। म भोलिदेखि यसलाई प्राइभेट बनाउनेवाला छु, ठिक छ। अब मलाई के छ होइन, सबैजनाले आफ्नो इमेल एड्रेस मलाई वाट्सएपमा मेसेज गर्छ। गिटल्याबमा युज गरेको इमेल एड्रेस मलाई वाट्सएपमा पठाउँछ। म अनि त्यो प्रोजेक्टमा इन्क्लुड गर्दै जान्छु। अनि त्यसपछि बल्ल तिमीहरूकोमा देखाउँछ, होइन नि देखाउँदैन है। तिमीहरूकोमा जस्तै कि यो होम पेजमा ब्ल्याङ्क हुन्छ क्या यो। ओ हेलो, यहाँ सुन है, यो पर्सनल छ नि, कन्ट्रिब्युटेड पर्सनल भन्ने छ नि, यो पर्सनल प्रोजेक्टमा नि यो ब्ल्याङ्क हुन्छ क्या। अनि मैले यो पब्लिकवाला अहिले मैले तिमीहरूको इमेल हालिसकेपछि चाहिँ अनि यो आउँछ। अब कसरी चाहिँ मैले क्लोन के अरे मैले राखेको जति कोडहरू क्लोन गर्ने त भन्ने कुराहरू आयो, ठिक छ। सो गिटबासबाट कसरी गर्ने है, अब हेरौँ है। अब हेरौँ है, यहाँनिर यो कोड छ नि, यो कोडमा गएर म के गर्छु त भन्दा नि क्लोन विथ HTTPS भनेर छ, यसलाई म कपी गर्छु, ठिक छ। अब मलाई कहाँनिर लगेर यसलाई क्लोन गर्नुपर्ने हो भन्दा, यसलाई कहाँ गएर क्लोन गर्नु पर्यो भन्दाखेरि मेरो डी भित्र, ज्याम भित्र, htdocs भित्र होइन, यहाँनिर गएर राइट क्लिक गर्छु, सो मोर अप्सन, यहाँ गिटबास, ओपन गिटबास हियर, सिम्पल, ठिक छ। ओपन गिटबास हियर, ठिक छ, ठिक छ है। ल है, यहाँ हेरौँ है। ओके, अर्को अप्सन के हुन सक्छ त भन्दाखेरि मैले गिटबास यहीँबाट ओपन गरेँ, गिटबास, ठिक छ। मैले यहीँबाट ओपन गरेँ। न हाम्रो गिटबासको पाथ कहाँ छ त, यहाँनिर छ। अब यो cd_d_is_2 हो के अरे, हो आयो, म डी ड्राइभमा गएँ, ठिक छ होइन। हामी कहाँ जानु पर्यो, ज्याम cd xampp है। हामी कहाँ छौँ भनेर ls गर्न सक्छ होला, ls ले काम दिन्छ यहाँ। हेर त्यहाँ सबै चिजहरू छ, मेरो के फोल्डरहरू छ सबै थियो यहाँनिर, ठिक छ। ओके, मैले यसलाई क्लियर गरेँ, क्लियर भयो। मलाई कहाँ जानु पर्यो, त्यहाँ भित्र जानु पर्यो, cd x, यसरी ट्याब थिच्यो है मैले है, ट्याब थिच्यो, इन्टर गरेँ, ls गरौँ, कहाँ आइपुग्यो, सबै फाइलहरू आयो। हामी जानुपर्ने कहाँ हो, htdocs छ कि छैन त्यहाँ, cd htdocs, ठिक छ, ठिक छ। htdocsमा पुग्यो, ls, ड्यासबोर्ड इनर आयो, हामीलाई चाहिने यही नै हो, ठिक छ। राइट क्लिक गरेर गिटबास गर, त्यहाँनिर ओपन गिटबास हियर गर, वा यो गर। लिनक्समा चाहिँ राइट क्लिक गरेर ओपन हुँदैन होला सायद है। सो यही नै, यसरी नै जानुपर्ने हुन्छ, पाथको लोकेसन, पाथहरू डिफाइनेसन। अब मलाई त्यो के गर्नु पर्यो, मैले उताबाट के गरेछ, कपी युआरएल एउटा कपी गरेछ नि होइन, गिटल्याबबाट है, गिटल्याबबाट एउटा युआरएल कपी गरेछ। अब के गर्ने हो त, गिट CLO यानी क्लोन है, राइट क्लिक एन्ड पेस्ट, इन्टर, आयो, ठिक छ। अब हामी कहाँ जाउँ त भन्दा नि cd चन्द्रगिरी ड्यास म्युनिसिपालिटी वार्ड 14 यो हो, यहाँ जाउँ, यहाँ गरी ls गरौँ, ठिक छ। यो सबै आयो, तर हाम्रो सिस्टममा चेन्जेसहरू भइसकेको छ, ठिक छ। ओके, गिट क्लोन गर्ने यतिले हो है, क्लोन गरे आयो है। सो अब म के गर्छु त भन्दाखेरि मैले त आज नयाँ चेन्जेसहरू गरेको छ, ठिक छ। मैले नयाँ चेन्जेसहरू गरेको छ भने म त्यो पहिला पुस गर्छु, ठिक छ। गिट स्ट्याटस गर्छु
है मैले गरेको कोडलाई गिट स्ट्याटस गर्छु ठिक छ यो आयो यो आइसकेपछि अब यो फाइलहरू चाहिँ चेन्जेस भएको छ अथवा यो नयाँ मोडिफाई नयाँ आएको छ भने गिट एड डट म सबै फाइललाई एड गर भने डट मतलब अल मैले जति पनि चेन्जेसहरू गरेको छु डट मतलब अल गिट एड गरेँ गिट कमिट गरेँ मैले केही म्यासेजहरू छोड्नुपर्ने हुन्छ अहिलेलाई मैले के गरिरहेको छु 18 जुन 2025 भनेर राखेको छु नाउ यो गिट कमिट ड्यास एम भनेको म्यासेज छोड्न लाग्यो जस्तै कि हामी चारजना युजर हामी चारजनाले ग्रुप प्रोजेक्ट गर्दाखेरि सपोज मेरो काम फर्म एड गर्नु थियो भने मैले फर्म एड गरेँ है भनेर कमेन्ट नि राख्न सक्छ फर्म वर्क कम्प्लिटेड अथवा यतिसम्म पार्सियल्ली कम्प्लिटेड फर्मको यति बाँकी छ के म्यासेज छोड्न चाहन्छौ तिम्रो टिम मेम्बरहरूलाई हैन सो त्यो म्यासेज चाहिँ यहाँनिर लिभ गर्न सकिन्छ ठिक छ ओके नाउ यहाँनिर मैले के गरेँ इन्टर गरेँ है फर्स्ट टाइम गर्दाखेरि चाहिँ ओरिजिन मास्टर भन्ने हुन्छ हैन सो म चाहिँ के गर्छु भन्दाखेरि अहिले गिट पुस मात्र गरिदिन्छु गिट पुस गरेँ ठिक छ भयो चेन्जेस हैन हामी मास्टर फोल्डरमा छौँ है ओके गिट भित्र पनि हामीले धेरैवटा यसमा छौँ पहिला सुरु अब के गरौँ भन्दाखेरि जस्तै कि यो के भनेको भन्दा नि यो मास्टर भन्ने एउटा ब्रान्च छ क्या यसमा मैले नयाँ ब्रान्चहरू थप्दै जान मिल्छ है सो त्यो कुराहरू पछि फ्युचरमा हेरौँला है फ्युचरमा हेरौँला त्यो ब्रान्चको युजहरू के हो अहिलेलाई हामी के गर्न सिकौँ भन्दा नि खालि त्यो कोडहरू हामीले के गरिसक्यौँ त राखिसक्यौँ कहाँ राखिसक्यौँ गिट ल्याबमा राखिसक्यौँ अब यहाँनिर गएर एकचोटि क्लियर गरौँ है यो गिट बासमा गएर क्लियर गरौँ गिट स्ट्याटस गर्छु म योर ब्रान्च इज अप टु डेट भनेर भन्यो कज मैले केही चेन्जेस गरेकै छैन क्या यसमा ठिक छ ओके अब मलाई सर्भरमा भएको चिजहरू चाहियो गिट पुल गर्छु म हेर त एलएस गरौँ फाइलहरू आयो सबै ठिक छ है फाइलहरू सबै आयो ओके गिट पुल गर्ने हो है नाउ कसैले पनि यो काम गर्दैन यो प्रोजेक्टमा आएर गिट एड डट गर्दैन है किन भन्दा तिमीहरूले जति पनि चेन्जेस गर्छौ त्यो सबै सपोजलाई यस्तो गरौँ न ल यसो गरौँ न अब म के गर्छु भन्दाखेरि नि यहाँनिर गएर फाइल ओपन गर्छु ठिक छ ओपन गरेर मैले भर्खर डाउनलोड गरेको प्रोजेक्ट कोडलाई म ल्याउँछु ज्यामको एचडी डक्स भित्र चन्दागिरी म्युनिसिपालिटी 14 म यसलाई सेलेक्ट फोल्डर गर्छु हैन न्यू विन्डो गर्छु ठिक छ न्यू विन्डो गर्छु ट्रस्ट दिस प्रोजेक्ट गर्छु ठिक छ नाउ यहाँनिर जान्छु अनि इन्डेक्समा गएर लगइनमा गएर के अरे ओ हेलो हल्ला नगर न एकछिन यार सकिन ला हामी लगइनमा गएर म यहाँनिर लगइन योर लगइन यति मात्र लेख्छु ठिक छ नाउ यो चेन्जेस भयो नि हैन है एन्ड म यहाँनिर गएर के गर्छु त अब फेरि यसमा गएर म के गर्छु त भन्दा नि गिट स्ट्याटस यो मैले भर्खर क्लोन गरेको वाला प्रोजेक्ट हो गिट स्ट्याटस यो आयो मोडिफाइड ठिक छ गिट एड डट गिट कमिट हैन ड्यास एम लगइन पेज चेन्ज